Hello everyone, welcome to Amacure Health Awareness Program with me, midwife Goma Karki. न्यूबर्न अथवा नवशिशुहरूको स्याहार गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ। सानोभन्दा सानो मिस्टेकले पनि ठुलो जटिलता निम्त्याउन सक्छ। अहिले हाम्रो झन् यो नयाँ सानो परिवारको कन्सेप्टले गर्दाखेरि घरमा अनुभवी हातहरू जस्तै आमा, सासुआमा, दिदीबहिनीहरू, आफन्तहरू चाहिँ अलिक कमी नै पाउँछौँ। जसले गर्दाखेरि चाहिँ अब केही समस्या भयो भने पनि हामीले कहाँ गएर सोध्ने त, कसको सहयोग लिने, के गर्दा के साँच्चै हो त, हामीलाई दिएको सल्लाह सुझाव चाहिँ सही सत्य नै हो त भन्ने कुरामा पनि दुविधा पाउँछौँ। अर्को भनेको चाहिँ अब भर्खर नयाँ जो नवशिशुहरू घरमा लिएर आउनुभएको छ डिस्चार्ज भएर, नयाँ प्यारेन्ट्सहरू, उहाँहरूलाई पनि के गर्ने के नगर्ने, बेबीले के गर्यो भने चाहिँ ठिक छ है बेबी, अनि के गर्यो भने चाहिँ मैले अस्पताल लानुपर्छ भन्ने कुराहरूको पनि अलिकति दुविधा नै पाएको छौँ। सो तपाईँहरूको यही दुविधालाई क्लियर गर्नको लागि चाहिँ आजको हाम्रो यो सोमा यस्तो व्यक्तित्वलाई आमन्त्रित गरेका छौँ जसले बालरोग विशेषज्ञतामा आफ्नो पहिचान बनाउनु भएको छ र हाल त्रिभुवन युनिभर्सिटीमा यो न्युबोर्न सम्बन्धी न्युनाटोलोजीमा चाहिँ फेलोसिप गर्दै हुनुहुन्छ। सो बाँकी कुराकानी चाहिँ हामी उहाँसँग नै सुनौँ है त। हेलो डाक्टर रश्मि, नमस्कार, वेलकम टु आवर शो। नमस्कार सम्पूर्णमा, म डाक्टर रश्मि बस्नेत, बालरोग विशेषज्ञ, हाल त्रिवी शिक्षण अस्पतालमा कार्यरत छु। यस कार्यक्रममा आज बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरलाई नचिन्नेहरूको लागि चाहिँ आफ्नो छोटो परिचय दिनु पर्दाखेरि अलिकति यो बालरोग विशेषज्ञतातिर चाहिँ किन आउनुभयो, यसमा नै किन रुचि भयो हजुरको भन्ने कुरा अलिकति क्लियर गरिदिनुहुन्छ? हजुर, मैले चाहिँ अब सुरुमा मेरो ब्याचलर्स चाहिँ धरान बिपिकेएचएसबाट गरेको हो होइन। अब यो क्षेत्रमा किन लागेको भन्दाखेरि एउटा मात्रै घटना चाहिँ त्यस्तो छैन होइन। मेरो बुवा चाहिँ पहिलेदेखि नै मेडिकल फिल्डमा नै हुनुहुन्थ्यो। अनि अब हस्पिटलहरूमा जाँदाखेरि त्यहाँ डक्टर्स नर्सेसहरू देख्दाखेरि चाहिँ त्यही कुराबाट नै प्रभावित भएको जस्तो लाग्छ होइन। अनि अर्को चाहिँ अब यो बालरोग विशेषज्ञता नै किन लिनुभयो भन्नेमा चाहिँ अब बालिकाहरूप्रतिको संवेदनशीलता नै जस्तो लाग्छ। मेरो सुरुवाती पोस्टिङ नै पिडियाट्रिक्सबाट भएको थियो। त्यहाँ चाहिँ काम गर्दाखेरि चाहिँ होइन, बच्चाहरूलाई चाहिँ उपचार गर्दाखेरि त्यो आफ्नो भित्री हृदयबाट नै माया गरेर गर्न सकिँदो रहेछ होइन। उनीहरू चाहिँ बिरामी हुँदा जुन दुःख आमाहरूलाई हुन्छ, जुन दुःख बच्चाहरूलाई हुन्छ, त्यो दुःख चाहिँ हामीले पनि महसुस गर्न सक्दो रहेछौँ। र उनीहरू चाहिँ डिस्चार्ज भएर जाँदाखेरि चाहिँ जुन खुसी आमा बुवाहरूले अनुभव गर्नुहुन्छ, त्यो चाहिँ आफूले पनि गरिदो रहेछ भन्ने चाहिँ महसुस भएर नै यो क्षेत्रतिर चाहिँ लागेको जस्तो लाग्छ। हजुरलाई यो न्युबोर्नहरूको केयर गर्ने क्रममा चाहिँ के काम गर्दाखेरि चाहिँ एकदमै ओहो मैले त राम्रो गरेँ भन्ने एकदम सन्तुष्टि मिल्छ, सेटिस्फ्याक्सन मिल्छ? न्युबोर्नको केयरमा चाहिँ अब मेन चाहिँ अब यो अभिभावकहरू नै जब खुसी हुनुहुन्छ होइन। हामीले त अब सानो 27 हप्ता 28 हप्ता होइन, त्योभन्दा सानो बच्चाहरूलाई पनि केयर गरिरहेको हुन्छौँ होइन। त्यो बच्चा चाहिँ बिस्तारी निको हुँदै गएर होइन, समयसँगै बच्चा चाहिँ को तौल बढ्दै गएर उसको जुन जटिलताहरू चाहिँ सबै निर्मूल भएर आमा बुवाहरूको हातमा काखमा जब बच्चा बस्नुहुन्छ नि, अनि जब डिस्चार्ज हुने बेलामा विशेष गरी होइन, आमा बुवाले चाहिँ हामीलाई चाहिँ जेन्युनली नै धन्यवाद दिएर जानुहुन्छ कि त्यो बेलामा होइन। हामीलाई मात्र होइन, विशेष गरी अब नर्सहरूको धेरै रोल हुन्छ न्युबोर्न केयरमा चाहिँ हस्पिटलमा हुँदाखेरि। त्यही भएर त्यो जाने छेडमा अथवा हस्पिटलमा बस्दै पनि उहाँहरूले चाहिँ आफ्नो बच्चाहरूको अवस्था कस्तो, कति सानोमा ल्याएर हामीले राखेको र उपचारपछि चाहिँ बच्चा सुधार हुँदै जाँदाखेरि उहाँहरूको खुसीले चाहिँ एकदमै खुसी गराउँछ हामीलाई पनि। एक्ज्याक्टली। काम बाहिर हजुरको साथीहरूले अथवा परिवारका सदस्यहरूले यो न्युबोर्न केयर सम्बन्धी, नवजात शिशुको स्याहार सम्बन्धी अन्तिम पटक सोधेको कुनै प्रश्न हजुरलाई याद छ? रिसेन्टली सुनेको प्रश्नमा चाहिँ मेरो भर्खरै एउटा रिलेटिभ बहिनीको चाहिँ बच्चा भएको थियो होइन। उसले चाहिँ अब नवजात शिशुहरूलाई चाहिँ भाइटामिन डी दिनुपर्छ 1 वर्षसम्म भन्ने सुनेको छु, तर मैले चाहिँ दिएको छैन, दिनुपर्छ कि पर्दैन भनेर सोध्नु भएको थियो। वास्तवमा चाहिँ अब एक्सक्लुजिभली ब्रेस्ट फेड होइन, स्तनपान मात्रै गरिरहेको बच्चालाई चाहिँ आमाको दुधमा भाइटामिन डीको मात्रा चाहिँ पर्याप्त मात्रामा हुँदैन। त्यही भएर चाहिँ हाम्रो रिकमेन्डेसन चाहिँ 1 वर्षसम्म चाहिँ आमाको दुध मात्रै खाएको नवजात शिशुहरूलाई चाहिँ 1 वर्षसम्म भाइटामिन डी चाहिँ दिनुपर्छ। त्यो चाहिँ एड गरेर खुवाउनुको बाहिरबाट होइन न्युबोर्नको लागि। हजुरलाई कुनै एउटा एकदम रमाइलो सम्झना योग्य एकदम त्यो प्यारेन्ट्सहरू चाहिँ आत्तिएर प्यानिक भएर
हजुरसँग चाहिँ केही कुराहरू सोध्न आएको कुनै त्यस्तो स्टोरीहरू हजुरलाई याद छ, कथाहरू केही छ? अब त्यस्तो नयाँ पेरेन्ट्सहरूलाई चाहिँ धेरै कुरामा हुन्छ यस्तो चाहिँ होइन। अब आफू बालरोग विशेषज्ञ भए पनि 24 घन्टा आफूसँग आफ्नो बच्चा पनि पहिला त हेरेको हुँदैन होइन। इभन हामीलाई पनि 24 घन्टा बच्चा हातमा हुँदाखेरि चाहिँ केही कुराहरू नर्मल होइन कि भन्ने जस्तो लाग्न सक्छ कि होइन। कतिपय आमा बुवाहरूको चाहिँ धेरै प्रश्न भनेको बच्चाको निन्द्राहरूमा हुनसक्छ होइन। कोही बच्चा चाहिँ अब गर्भबाट तुरुन्तै बाहिर निस्किँदाखेरि चाहिँ भित्र त एकदम आमाको गर्भमा एकदम अँध्यारो इन्भाइरोमेन्टमा शान्त इन्भाइरोमेन्टमा बसेको हुन्छ, एउटा बााउन्ड्रीभित्र बसेको हुन्छ होइन। अब बाहिर निस्किँदाखेरि चाहिँ कति दिनसम्म चाहिँ बच्चाहरूको निन्द्रा धेरै नै गडबड हुने, कोही बच्चाहरू चाहिँ सुत्दै नसुत्दिने अथवा दिनभरि सुत्ने राति नसुत्ने होइन, त्यस्तो समस्याहरू विशेष गरी त्यस्तै समस्याहरू भन्नुहुन्छ। अब कोही आमा बुवाहरूले चाहिँ नि बच्चाहरू चाहिँ बिचमा उठेर हेर्ने ओर्ने गर्छन् कि भन्ने एक्सपेक्टेसन हुँदो रहेछ होइन। उहाँहरूले चाहिँ दिनभरि नै सुतेर बस्छ बच्चा, उठ्दै उठ्दैन भन्ने पनि उहाँहरूको जिज्ञासा हुन्छ कि। त्यो भयो भने त्यो लगायत चाहिँ अब ब्रेस्ट फिडिङमा हुने समस्याहरू होइन, त्यो कुराहरूले आँटिनुहुन्छ। अर्को भनेको चाहिँ नि बच्चाहरूको दिशाको फ्रिक्वेन्सी कहिलेकाहीँ हामी चाहिँ 10 देखि 12सम्म पनि होइन कलरमा पनि हो, दिशाको कलर अनि फ्रिक्वेन्सी लिएर होइन धेरैचोटि गऱ्यो, दिशा पचाएन भन्ने कुराहरूमा चाहिँ धेरै आँटिनु भएको पाइन्छ। के साँच्चै हो शिशुहरूलाई चाहिँ हरेक दिन नुहाउनु हुँदैन, चिसो लाग्छ भनिन्छ नि, यो सत्य हो त? नुहाउनेमा चाहिँ यस्तो छ, नुहाउनेमा चिसै लाग्ने कारणले चाहिँ ननुहाउनु हामी भन्दैनौँ होइन। अब जस्तो बच्चालाई सुरुमा जन्मिँदाखेरि हामीले 24 देखि 48 घन्टा होइन, त्यतिन्जेलमा चाहिँ बच्चाको टेम्परेचरहरू स्टेबल भइसकेको हुँदैन। त्यही भएर चाहिँ 24 देखि 48 अथवा बच्चालाई नर्मली होइन कुनै पनि उपचार नचाहिएको बच्चाहरूलाई चाहिँ हामीले त्यतिन्जेलमा चाहिँ हस्पिटलमा राखेर डिस्चार्ज गर्छौँ। त्यो समयमा चाहिँ नि नुहाउने सुझाव हुँदैन होइन। त्यसपछि चाहिँ नि नुहाउन मिल्छ। अनि नुहाउँदाखेरि चाहिँ अब नर्मली चाहिँ हामीले हप्ताको 2-3 पल्ट चाहिँ नुहाउने सुझाव हुन्छ होइन। दिनदिनै नुहाउन नमिल्ने होइन, नुहाउँदाखेरि चाहिँ कहिलेकाहीँ यो हाम्रो स्किनहरू चाहिँ सुक्खा हुने त्यो समस्याहरू चाहिँ हुनसक्छ। इभन अब हजुर चिसै लाग्ने हिसाबले चाहिँ भनेको होइन, तर छालामा चाहिँ अब हाम्रो केमिकल्सहरूले गर्दा हार्स केमिकल्सहरू भएको स्याम्पू युज गर्दाखेरि चाहिँ दिनदिनै नुहाउँदाखेरि छाला चाहिँ ड्राई हुने, इरिटेसन हुने समस्याहरू हुन्छ होइन। इभन अब यो अमेरिकन एकाडेमी अफ पिडियाट्रिक्सले चाहिँ के भन्छ भने यो नाभि नझरेसम्म होइन, नाभि चाहिँ नर्मली 7 देखि 10 दिनमा झर्छ। नाभि नझरेसम्म चाहिँ हामीले स्पोन्ज बाथ मात्रै गऱ्यौँ भने, नाभि भिजेन भने चाहिँ त्यो राम्ररी होइन छिटो झर्ने सम्भावना हुन्छ कि। त्यही भएर स्पोन्ज बाथ चाहिँ कस्तो हुन्छ, अलिकति त्यसको बारेमा पनि भनिदिनुहुन्छ? स्पोन्ज बाथ भनेको चाहिँ हामीले नर्मली बच्चालाई चाहिँ पहिला रुमको टेम्परेचर नै मेन्टेन गरेर राख्नु पर्यो होइन। रुमको टेम्परेचर मेन्टेन गर्ने, उसलाई हावा लाग्ने ठाउँमा फ्यानहरू एसी भएको ठाउँ राख्नु भएन। यदि चाहियो भने चाहिँ न्यानो बनाउनलाई रुममा रुम हिटरहरू राखेर झ्यालहरू चाहिँ खुल्ला राख्नु पर्यो होइन। त्यो राखेर चाहिँ बाटामा अथवा केमा हुन्छ पानी राखेर थोरै चाहिँ धेरै कडा केमिकल्स नभएको स्याम्पूहरू हुन्छ नि त्यो राखेर अनि बच्चाकोलाई चाहिँ प्रपर एक्सपोजर गराएर अनि कपडाले अथवा सोसिने स्पोन्जहरूले चाहिँ नि उसको शरीर चाहिँ सलक्क पुसेर सफा गरेर अनि त्यसपछि ड्राई गर्ने। मतलब खलखल पानी हालेर चाहिँ पखाल्नु भएन बेबीलाई, जस्तो हामीले पुसेर न्यानो बनाउनु पर्यो, सुक्खा बनाउनु पर्यो। डाक्टर, अनि यो अभिभावकहरूले क्या प्यारेन्ट्सहरूले खास गरी अब बेबीहरू त छिटो छिटो सुत्ने, छिटो छिटो उठ्ने अथवा चाहिँ कहिले अलि लामो समय पनि सुत्ने हुन्छ नि त होइन। अब सानो पेटको आकार भएको हुनाले चाहिँ उनीहरूलाई छिटो भोक लाग्छ। सो बेबी सुतिराखेको बेलामा पनि बिचमा उठाएर बिउजाएर स्तनपान गराउनुहुन्छ कि हुँदैन, यसमा पनि धेरै प्यारेन्ट्सहरूलाई चाहिँ कन्फ्युजन छ। यसलाई पनि अलिकति क्लियर गरिदिनुहोस् न। यसमा बेबी फिडिङ चाहिँ कति कति समयमा गर्ने भन्दा 2 थरी कुरा हुन्छ होइन। एउटा चाहिँ हामीले रेस्पोन्सिभ फिडिङ अथवा अन डिमान्ड फिडिङ भन्छौँ। अर्को भनेको चाहिँ सेड्युल्ड फिडिङ होइन, सर्टेन टाइममा 2 घन्टा 3 घन्टामा उठाएर हुन्छ कि अथवा चाहिँ 2 घन्टा 3 घन्टामा प्लान गरेर खुवाउने भन्ने हुन्छ होइन। यो दुईटामा चाहिँ नि बेटर हामीले रिकमेन्ड गरेको चाहिँ रेस्पोन्सिभ अथवा अन डिमान्ड फिडिङ नै मानिन्छ कि। बेबीले खाना चाह्यो भने जुन बेला चाहन्छ त्यति बेला खुवाउने। अब यसलाई चाहिँ मोर फिजियोलोजिकल होइन, शरीरसँग मिल्ने खालको चाहिँ नि यो रेस्पोन्सिभ फिडिङलाई नै मानिन्छ क्या। अब यसो गर्दाखेरि चाहिँ बच्चाको पेट खाली भइसकेको हुन्छ अनि बच्चाले चाहिँ नि हङ्गर क्युज
नदेखाउने भन्छ कि बच्चालाई भोक लागेपछि हातहरू चुस्न थाल्ने, निन्द्राबाट बिउजिने होइन, अब एकदम धेरै समय भयो भने रुन थाल्ने, यस्तो क्युजहरू डेभलप गरेर अनि त्यसपछि चाहिँ हामीले त्यो क्युजहरूलाई बुझेर खुवाउनुलाई चाहिँ राम्रो मानिन्छ। अब योभन्दा अगावै नै होइन ठ्याक्क 2 घन्टामै खुवाउनुपर्छ भन्यो भने एक त आमालाई पनि धेरै प्रेसर हुन्छ, कहिलेकाहीँ 2 घन्टामै ठ्याक्क बच्चाले चाहिँ नखाइदिन सक्छ होइन, फोर्स फिडिङ गर्नुपर्ने अथवा चाहिँ आमाले 2 घन्टामा खाएन भन्ने अनावश्यक चिन्ता हुनसक्छ। सुतिरहेको बच्चालाई बिउजाएर खुवाउँदाखेरि त्यो पनि राम्रो मानिँदैन कि। त्यही भएर अब यदि बच्चा धेरै सानो छ होइन, 2 केजी भन्दा सानो छ, 34 हप्ताभन्दा कम छ होइन, त्यस्तो बच्चाहरूले चाहिँ यस्तो हङ्गर क्युजहरू चाहिँ नर्मली नदेखाउन पनि सक्छ अथवा चाहिँ उनीहरूको बडीमा सुगर लेभल चाहिँ छिट्टै कम हुने हुन्छ होइन। यस्तो बच्चाहरूलाई चाहिँ हामीले दुवै तरिकाले गर्न सकिन्छ कि उनीहरूको हङ्गर क्युज दिइरहेछ अथवा 2-3 घन्टामा नै उनीहरूले खाना खोजिरहेछ भने हङ्गर क्युज बुझेरै दिने। यदि चाहिँ 2-3 घन्टाभन्दा बढी हुँदासम्मै उनीहरू उठ्दैनन् भने चाहिँ 3 घन्टाभन्दा बियोन्ड चाहिँ यति सानो बच्चाहरूलाई चाहिँ नलाने। भनेपछि शिशुले खाना खोज्यो भने जति बेला खाना खोज्छ त्यति बेलै खुवाउनु पर्यो र हजुर। बढीमा चाहिँ 2 देखि 3 घन्टामा खुवाउनु हजुर। पर्यो। यदि 2 देखि 3 घन्टासम्म पनि खाना खोजेन भने चाहिँ हामीले इन्करेज गरेर पनि खुवाउनु पर्ने हजुर। हुन्छ। अर्को एउटा धेरै जस्तो प्रब्लम भइराख्ने होइन, हाम्रो अब कल्चरल बिलिफ अनुसारले पनि अलिकति केयरमा पनि मैले धेरै कुराहरू नचाहिने कामहरू गरेको पनि देखेको छु केयर प्रोभाइड गर्ने बेलामा। यो जुन अगाडिपट्टि तालु हुन्छ नि, एन्टेरियर फोन्टानेल पनि भन्छौँ, यो फोन्टानेल चाहिँ एकदमै धेरै नरम हुन्छ, यहाँबाट हावा पस्छ, चिसो पस्छ भन्ने, अनि त्यसमा अरू कुराहरू पनि के लगाउनेहरू छ के साँच्चैकै यो त्यस्तै कमजोर हो र? अब यो चाहिँ अब एन्टेरियर फोन्टानेल अथवा जुन हामीले नर्मली भन्दाखेरि चाहिँ तालु होइन, अगाडिको तालु भन्छौँ, त्यो चाहिँ खास के हो भने हाम्रो जुन स्कल भन्छ खप्परको हड्डीहरू चाहिँ अगाडिको भागमा जोडिएको हुँदैन है, यसको पनि आफ्नै रोल हुन्छ क्या, जस्तो बच्चा जन्मिने बेलामा सहज होस् भनेर। अर्को भनेको चाहिँ नि बच्चाको दिमाग बढ्नको लागि एउटा स्पेस रहेको हो होइन, त्यसमा चाहिँ हड्डीको भाग चाहिँ हुँदैन, तर त्यसभन्दा तल रहने होइन दिमागसम्म रहने सबै पत्रहरू चाहिँ हुन्छ। हामीले यतिकै हेर्दाखेरि चाहिँ अब ठुलै चोट लाग्यो त्यस्तो हो भने चाहिँ एकदम बल्की भइरहेको हुन्छ नि त, चलिरहेको हुन्छ, त्यसले भन्दा पनि एकदम डराउनु हुँदो रहेछ। अनि त्यसमा चाहिँ अब ठुलै चोट लाग्यो त्यस्तो हो भने त त्यो रिस्की नै हुन्छ। तर नर्मली हामीले बच्चालाई त्यति मतलब नर्मली त हामीले राम्रै केयर गरेर गरिरहेको हुन्छौँ। नर्मली नुहाउँदाखेरि सामान्य रूपमा तेल लगाउँदाखेरि चाहिँ त्यति आत्तिनु पर्दैन। तर अब हाम्रो समाजमा चाहिँ त्यो एकदम आत्तिने भन्दा पनि त्यो चाहिँ पुरिनुपर्छ भन्ने एउटा मान्यता छ होइन। त्यो चाहिँ समयसँगै नर्मली चाहिँ समयसँगै आफै लगभग 18 महिनामा धेरै जस्तो बच्चाहरूको पुरिसकेको हुन्छ। उसमा केही समस्या भएन भने चाहिँ आफै पुरिसकेको हुन्छ होइन। त्यसलाई कुनै तेल लगाएर अथवा जडीबुटी लगाएर थिचेर पुर्नु चाहिँ आवश्यकता छैन। डराउने भन्दा पनि बरु त्यो पुर्नु चाहिँ पर्छ भन्ने चाहिँ धेरै पाइन्छ होइन। मेथीको पिसेर लगाउने, पेपरहरू टाँस्ने, खोटोहरू लगाउने त्यस्तो पनि पाएको छ। त्यो गर्दाखेरि चाहिँ एक त अब त्यो तेल लाउँदाखेरि प्रेसर दिएर लाउनुहुन्छ धेरै जस्तोले त्यो ठाउँमा होइन। त्यो गर्दाखेरि चाहिँ त्यसमा अनावश्यक प्रेसर पर्ने भयो, इन्जुरी हुनेको डर हुने भयो। अनि अर्को भनेको चाहिँ त्यहाँ मेथी अथवा जडीबुटीहरू लगाएर राख्दाखेरि चाहिँ त्यो कलिलो छालाबाट इन्फेक्सन हुने रिस्क हुन्छ। त्यही भएर चाहिँ त्यो थुन्नलाई हामीले एक्स्ट्रा कुनै पनि विधि गरिरहनु पर्दैन। नर्मल हामीले जुन केयर गर्छौँ त्यसको लागि आत्तिनु पनि पर्दैन। बच्चालाई अब हामीले भन्छौँ नि 6 महिनासम्म चाहिँ आमाको दुध मात्र एकदम पर्याप्त खुवाउनुपर्छ, यसले बच्चालाई इम्युनिटी पनि दिन्छ, आमालाई पनि धेरै रोगहरूबाट बचाउँछ भनेर हामीले बारम्बार धेरै मिडियाहरूमा पनि पाइरहेका छौँ। प्लस हामीले हस्पिटलमा पनि अब मदरहरूलाई डिस्चार्ज हुन अगाडि नै पनि ब्रेस्ट फिडिङलाई इन्करेज गर्छौँ, डिस्चार्ज हुँदा पनि काउन्सिलिङ त गरिरहेको हुन्छौँ। तर पनि धेरै जस्तो प्यारेन्ट्सहरूले चाहिँ होइन पानी चाहिँ चाहिन्छ होला, पानी चाहिँ खुवाउनुपर्छ भन्ने सुन्छौँ। के बच्चालाई पहिलो 6 महिनामा पानी चाहिन्छ कि यो भ्रम मात्रै हो? यसलाई चाहिँ म भ्रम नै भन्छु होइन। अब यो एक्सक्लुजिभली ब्रेस्ट फिड होइन, आमाको स्तनपान गरिरहेको अथवा कसैले चाहिँ अब फर्मुला फिडहरू पनि गरिरहनु भएको हुन्छ होइन। अब त्यो गर्दाखेरि त्यो पनि राम्रैसँग बनाउनु भएको छ अथवा आमाको मात्रै दुध दिइरहनु भएको छ भने चाहिँ दुधमा चाहिँ 80 देखि 85% चाहिँ पानीकै मात्रा हुन्छ होइन। अब त्यो बच्चालाई को उमेर बढ्दै जाँदाखेरि आमाको दुधको मात्रा अनि त्यसको कम्पोजिसन पनि बच्चाको उमेरसँगै चेन्ज हुँदै गएको हुन्छ होइन। अनि आमाको दुधमा जति मात्रामा दुध हुन्छ पानी
हुन्छ त्यही पानीले नै उसको चाहिँ शरीरको पानीको आवश्यकतालाई पुरा गरेको हुन्छ क्या। यसमा हामीले एक्स्ट्रा पानी थपेर दियौँ भने चाहिँ के हुन्छ भने एउटा चाहिँ के हुन्छ त बच्चाले लिने दुधको मात्रामा कमी हुन्छ होइन, उसले पाउने क्यालोरी प्रोटिनहरू कम हुन जान्छ, तौल बढ्नमा चाहिँ कमी हुन जान्छ होइन। पेट चाहिँ पानीले नै अलिकति स्पेसली दिने हो। भयो अनि अर्को भनेको चाहिँ नि जस्तो हामीले 6 देखि 12 महिनाको नानीहरूलाई पनि पानी दिँदाखेरि सर्टेन मात्रा मात्रै दिन मिल्छ कि त्योभन्दा बढी दिन मिल्दैन, किनभने बच्चाहरूको चाहिँ नि मृगौलाहरू त्यति परिपक्व भइसकेको हुँदैन होइन। त्यसमा हामीले चाहिँ एक्स्ट्रा पानी लगेर दियौँ भने चाहिँ के हुन्छ त शरीरमा नुनको मात्राहरू चाहिँ घट्न थाल्छ, त्यसको चाहिँ नराम्रो असरहरू हुन्छ होइन, बच्चाहरू काम्नेदेखि लिएर होइन। त्यही भएर यो कुराहरूको लागि पनि हामीले चाहिँ 6 महिनासम्म चाहिँ एक्स्ट्रा पानी चाहिँ रिकमेन्डेसन गर्दैनौँ। पर्दैन, खुवाउनु पर्दैन, आमाको दुधले मात्रै पुग्छ भन्ने कुरा बुझ्नु पर्यो हुन्छ। हामीले। अर्को कुरा चाहिँ अब धेरै जसो प्यारेन्ट्सहरूले यो धेरै बेबीहरूले हाच्छ्यौँ गऱ्यो भनेदेखि शिशु चाहिँ बिरामी छ, रोगी भयो भन्ने कुराहरू भन्छ, के यो साँच्चै हो? यस्तो छ अब यो नवजात शिशुहरूमा चाहिँ जस्तो हामीले सास लिँदाखेरि चाहिँ हामीले नाकबाटै लिएर आउँछौँ नर्मली होइन। हाम्रो नाकहरू बन्द भएको बेलामा त्यो बेलामा चाहिँ हामीले मुखबाट पनि सास फेर्न सक्छौँ। तर नवजात शिशुहरूको चाहिँ नि उनीहरू चाहिँ नेजल ब्रिदर भन्छौँ क्या हामीले होइन, नाकबाट श्वास लिन्छन् अनि नाकको पुराहरू चाहिँ अलिकति रिलेटिभली सानो हुन्छ होइन। अब त्यसमा अड्केको सिगानहरू म्युकसहरू भन्छौँ नि, त्यो चाहिँ अब हाच्छ्यौँ गर्दाखेरि त्यो एउटा रिफ्लेक्स हो, नाकहरू सफा गर्ने रिफ्लेक्स हो होइन। नर्मली सानो बच्चाहरूले चाहिँ गरिरहेको हुन्छ। तर अब यो गर्दाखेरि धेरै अभिभावकहरू आत्तिरहनु भएको त हुन्छ होइन। यति सामान्य हाच्छ्यौँ मात्रै गरिरहेको छ, सास प्रश्वासमा समस्या छैन होइन, छिटो सास फेरेको छैन, बच्चाको रङहरू ठिकै छ भने हाच्छ्यौँ गर्दैमा त्यति आत्तिनु पर्दैन। हजुरको विचारमा अब हुन त धेरै छन् डेन्जर साइन्सहरू होइन, अब यस्तो यस्तो समस्या भयो भने खतरा हो है, हामीले छिट्टै शिशुलाई चाहिँ एकदम अस्पताल लगिहाल्नुपर्छ, ढिलो गर्नु हुँदैन भन्ने कुराहरू त अब डेन्जर साइन्सहरू त धेरै छन्। कुनै 3वटा यस्ता चेतावनीको लक्षणहरू जुन देखियो भने चाहिँ हामीले एकदमै जतिसक्दो चाँडो इमर्जेन्सी लैजानुपर्छ, अस्पताल लैजानुपर्छ भन्ने त्यस्तो कुनै रेड फ्ल्याग साइनहरू केही छ? 3टा मात्रै भन्नु पर्दाखेरि चाहिँ अब आमाहरूलाई एकदम झट्ट याद हुने होइन, त्यो चाहिँ पोर फिडिङ होइन, बच्चाले जति नर्मली खाइरहेको थियो अथवा उसको चुसाइको मात्रा होइन, बच्चाले पहिला राम्ररी चुस्थ्यो अहिले चाहिँ चुस्न छोड्यो अथवा चाहिँ चुस्न चाहिँ पहिला जसरी जुन जति बल गरेर चुस्थ्यो त्यति चाहिँ अहिले चुस्न सक्दैन होइन। यो कुरा चाहिँ आमाले सुरुमा नोटिस गर्ने कुरा हो, त्यही भएर पोर फिडिङ एउटा भयो होइन। अर्को भनेको चाहिँ बच्चा सुस्त हुने, पहिला चाहिँ अलिकति टाठो अथवा अलिकति हात खुट्टाहरू चलाउने, अलिकति टाठो भएर हेर्ने होइन, त्यस्तो हुन्थ्यो भने अब अहिले चाहिँ सुतेको सुत्तै गर्ने, नउठ्ने, उठाउँदा पनि नउठ्ने, दुध खानालाई पनि नउठ्ने, त्यस्तो भयो भने यो दोस्रो भयो। अर्को भनेको चाहिँ अब अरू त धेरै नै छ होइन। अर्को अब आमाहरूले याद गर्ने भनेको सासको गति हुनसक्छ होइन, छिटो सास, कोखा हान्ने कुराहरू अथवा कनेर सास फेर्ने। एकदमै ढिलो सास फेर्यो भने पनि हजुर यसलाई चाहिँ हामीले अलिकति बढी नै अरूभन्दा पनि बढी डेन्जरको रूपमा लिनु पर्यो, तुरुन्तै अस्पताल लिएर जानु पर्यो हामीले, यसले चाहिँ गर्नु भएन। सो कहिलेकाहीँ चाहिँ अब शिशुहरूलाई अलिअलि जिउ तातो हुने चिसो हुने पनि भइरहेको हुन्छ होइन, अब मौसमले पनि होला त्यो फरक परेको, प्लस उनीहरूको अब बडीको टेम्परेचरलाई रेगुलेट गर्ने मेकानिजमले गर्दा पनि हुनसक्छ। कतिसम्म ज्वरो आयो भने चाहिँ हामीले व्यवस्था गर्नु हुँदैन, अस्पताल लिएर गइहाल्नुपर्छ भन्ने कुनै डिग्रीमा त्यसरी भन्न मिल्छ? यसको चाहिँ यस्तो छ, अब नवजात शिशुहरूको नर्मल टेम्परेचर भनेको चाहिँ हामीले 36.5 देखि 37.5 डिग्री सेल्सियससम्म भन्छौँ होइन। अब 100.4 डिग्री भन्दा माथि आयो भने चाहिँ हामी त्यसलाई ज्वरो भन्छौँ होइन। तर अब सामान्य रूपमा चाहिँ हामीले ज्वरोलाई इन्फेक्सनको लक्षण मान्छौँ। तर नवजात शिशुहरूमा चाहिँ कस्तो हुन्छ भने ज्वरोले गर्दा देखिने भन्दा पनि धेरै बच्चाहरूमा चाहिँ नि टेम्परेचर कम हुने चाहिँ हुन्छ इन्फेक्सनमा होइन। त्यही भएर अब टेम्परेचर बढ्नुलाई मात्रै खतराको चिन्ह होइन कि टेम्परेचर कम हुनुलाई पनि खतराको चिन्ह मान्नु पर्यो। कतिभन्दा कम भयो भने डराउनु पर्यो र कतिभन्दा बढी भयो भने डराउनु पर्यो? अब नर्मल भनेको हाम्रो 36.5 हो, त्योभन्दा कम भयो भने चाहिँ हजुर। अब नर्मली हामीले अब सबैले नापेरै हेर्न पनि गाह्रो हुनसक्छ होइन। हामीले के अरे अब इन्भाइरोमेन्टको टेम्परेचर ठिक छ, बच्चालाई प्रपरली लुगा लगाइएको छ, दुध समयमा दिएको छ, तर पनि बच्चा चाहिँ नि हात खुट्टाहरू चिसो छ शरीरभन्दा भने चाहिँ त्यसलाई पनि एउटा खतराको लक्षणको रूपमा लिन सकिन्छ। जस्तो आमाले चाहिँ नि बच्चाको पेट र होइन हातको तापक्रम चाहिँ छाम्दाखेरि धेरै चिसो लाग्छ होइन, फरक छ, पेट चाहिँ तातो छ, हात खुट्टा चाहिँ चिसो छ भने
भने पनि त्यसलाई पनि एउटा खतराको चिन्ह मान्न सकिन्छ कि? यो न्युबर्नहरूमा अब जन्डिसहरू पनि एकदमै कमन प्रब्लम हो होइन। अब कतिपय प्यारेन्ट्सहरूले चाहिँ अब यो आफै पनि ठिक हुन्छ भनेर जुन डिस्चार्ज हुने बेला काउन्सिलिङ गरेको त्यो याद गर्नुभएको हुन्छ। अब खासमा हामीले चाहिँ डिस्चार्ज हुँदाखेरि यो हुन्छ, यो भयो भने केही गर्नु पर्दैन, यो भयो भने डेन्जर हो भनेर भने तापनि त्यति बेलाको इन्भाइरोमेन्ट पनि त्यस्तो हुन्छ कि एकपल्ट भनेको कुरा त सबै 100% याद हुँदैन नि त प्यारेन्ट्सहरूलाई होइन। अनि घर गइसके पछाडि अब अलिकति पहेँलोहरू देखिने, जन्डिसको लक्षणहरू पनि देखिने हुन्छ। अब प्रायः धेरै जसो शिशुहरूलाई देखिन्छ जस्तो लाग्छ है मलाई। सो कस्तो खालको जन्डिसहरू चाहिँ हामीले त्यति धेरै आत्तिनु पर्दैन, अनि कस्तो खालकोमा चाहिँ हामीले अलिकति छिटो लानुपर्छ है, चेक गराउनु पर्ने अथवा ट्रिटमेन्ट गर्नुपर्ने हुनसक्छ भन्ने खालका त्यस्ता जन्डिसको सम्बन्धमा पनि केही भन्नुहुन्छ कि? जन्डिसमा चाहिँ अब हजुरले भन्नुभएको जस्तै धेरै जस्तो नवजात शिशुहरूलाई देखिन्छ होइन। अब 80-85% भन्दा बढीले देखिन्छ भनिन्छ कि नर्मल वेट भएको नर्मल समयमा जन्मिएको बच्चाहरूलाई होइन। अब महिना पुगेरै जन्मेको बच्चाहरूलाई पनि 3 देखि 5 दिनमा चाहिँ नि पिक भएर त्यसपछि नर्मल हुनसक्छ होइन। अर्को चाहिँ अब झन् कम उमेरमा जन्मिएको नानीहरूलाई चाहिँ नि 5-7 दिनमा चाहिँ बढेर त्यसपछि कम हुन थाल्छ होइन। अनि अब यो सबैमा चाहिँ नि उपचारै चाहिन्छ अथवा लाइटमा नै राख्नुपर्छ भन्ने हुँदैन। अब सामान्य रूपमा खतरा मान्नुपर्ने जन्डिसहरू चाहिँ यदि नवजात शिशुलाई चाहिँ नि जन्मेको 24 घन्टामा नै जन्डिस देखिएको छ होइन। अनि जन्डिस पनि हात खुट्टासम्म पुगेर होइन, गाडा खालको पहेँलो हात देखिने खालको खुट्टासम्म। पहेँलो। हजुर हजुर, हात खुट्टासम्म पहेँलो भन्नुको मतलब चाहिँ बच्चाको शरीरमा जन्डिस चाहिँ 15को मात्राभन्दा बढी छ भनेर बुझ्नु पर्यो होइन। अर्को भनेको चाहिँ नि कहिलेकाहीँ चाहिँ लामो हुनसक्छ कि महिना पुगेको बच्चाहरूलाई चाहिँ 2 हप्ताभन्दा बढी होइन, महिना नपुगेको बच्चाहरूलाई चाहिँ 3 हप्ताभन्दा बढी जन्डिस रहिरह्यो भने पनि त्यसलाई पनि हामीले प्याथोलोजिकल अथवा उपचार चाहिने खालको भन्छौँ। अब अर्को भनेको चाहिँ जन्डिस देखिरहेछ बच्चालाई होइन, त्यो जन्डिस देखिँदा देखिँदै चाहिँ बच्चाले दुध चुस्न सकेन, बच्चालाई काम्ने समस्याहरू आयो अथवा शरीर दह्रो बनाउने अथवा बच्चा सुस्त जस्तो लाग्यो भने त्यो पनि एउटा चाहिँ उपचार चाहिने खालकै जन्डिस हो। भन्नाले यो लक्षणहरू अथवा यस्तो स्थितिमा देखिएको जन्डिसहरूलाई चाहिँ हामीले यतिकै बेवास्ता गर्नु चाहिँ हुँदैन। भनेपछि बेबी जन्मिएको 24 घन्टा पछाडि देखा परेको छ, हात खुट्टा हत्केलाहरू पहेँलो छैन, अलिअलि अनुहारहरू मात्रै पहेँलो छ, बेबी एक्टिभ नै छ, मजाले दुधहरू खाइराखेको छ भने चाहिँ आत्तिनु पर्दैन। तर अब लक्षण देखिन सक्छ भनेर चाहिँ अलिकति सतर्क चाहिँ हुनु पर्यो हजुर हजुर प्यारेन्ट्सहरू। अर्को चाहिँ एकदम धेरै प्यारेन्ट्सहरूले सोधिराख्ने, अब कहिलेकाहीँ चाहिँ यसैको लागि अस्पताल जाउँ कि नजाउँ भनेर आफन्त छिमेकीहरू जसले बेबी हुर्काइसक्नु भएको छ उहाँहरूलाई पनि सोध्ने मध्येमा धेरै पर्ने प्रश्न भनेको बेबीले घरिघरि सास रोक्छ, घरिघरि छिटो फेर्छ होइन, घरि हजुर एकदम स्मेलहरू धेरै छिटो छिटो सास फेरिरहेको हुन्छ। सो यो प्याटर्न चाहिँ एकदम चेन्ज भइरहेको पनि एकदम धेरै सोधिराख्नुहुन्छ। हजुर। सो कस्तो खालको सास फेराइ चाहिँ नर्मल हो, अनि कस्तो खालको सास फेराइ भयो भने चाहिँ हामीले आत्तिनुपर्छ, अस्पताल लिएर जानुपर्छ? अब सासमा चाहिँ हो, यो हामीलाई धेरैले प्रश्न गर्नुहुन्छ कि बच्चा हजुर अलिक छिटो सास फेर्या हो कि भनेर हजुर अथवा कहिलेकाहीँ चाहिँ फेर्दैन रोकिदिन्छ भन्ने प्रश्नहरू चाहिँ हामीलाई ओपिडीमा आउँदा गरिरहनु भएको हुन्छ होइन। नर्मली अब कस्तोलाई चाहिँ नर्मल भन्ने भन्दा गतिको हिसाबमा भन्नुपर्दाखेरि चाहिँ मिनेटमा 60 भन्दा कम अथवा 60 को हाराहारीमा हुनु पर्यो होइन। अनि अर्को भनेको चाहिँ बच्चाले अलिअलि इरेगुलर ब्रिदिङ चाहिँ गर्न सक्छ, जस्तो 10 देखि 15 सेकेन्ड चाहिँ बच्चाले कहिलेकाहीँ सास रोक्न सक्छ होइन। अब त्यतिन्जेलमा सास रोक्दाखेरि बच्चा निलो हुने अथवा धड्कन कम हुने त्यस्तो केही भएन भने चाहिँ उसले नर्मली फेरि नर्मल रूपमा सास लिन सक्छ। जस्तो एकनासको हामीले 1-2 गने जस्तो उनीहरूले सास नलिन सक्छ कि त्यो चाहिँ सामान्य हो होइन। तर अब कोही कोही बच्चाहरूले चाहिँ 15-20 सेकेन्डभन्दा बढी नै सास रोकिदिने अथवा सास रोक्दाखेरि निलो हुने, अब मुटुको चालहरू कम हुने होइन, त्यस्तो समस्या छ भने चाहिँ त्यसलाई चाहिँ सामान्य मान्न सकिँदैन। अथवा 60 भन्दा बढी होइन, बच्चा नरोको बेलामा तापक्रम सही भएको बेलामा पनि बच्चाले चाहिँ लगातार 60 भन्दा बढी सास फेरिरहेछ, खोका हानिरहेछ अथवा चाहिँ बच्चाको नर्मल जुन कलर नर्मल हुन्छ नि त्यो जस्तो देखिएको छैन, निलो भएको छ अथवा अलिकति डस्की भन्छौँ हामीले होइन, अलिकति खैरो फुस्रो त्यस्तो पहेँलो फुस्रो खालको। फुस्रो रङ देखिएको छ भने चाहिँ त्यो चाहिँ समस्या हो भनेर बुझ्नुपर्छ। त्यस्तो भयो भने चाहिँ अस्पताल लिएर आउनु पर्यो हजुर होइन। अलिकति ब्रिदिङ प्याटर्नमा पनि चेन्ज भयो भने चाहिँ अलिकति सतर्क भएर बायो एब्नर्मल नै हो कि भनेर चाहिँ अलिकति प्यारेन्ट्सले ध्यान दिनुपर्ने हुने रहेछ। हजुर
अर्को चाहिँ अब बेबीहरूलाई डिहाइड्रेसन अथवा पानीको मात्रा पनि कहिलेकाहीँ कमी हुनसक्छ। अब कहिलेकाहीँ फिडिङ गराउँदै गर्दा पनि डिहाइड्रेसनको लक्षणहरू देखिन सक्छ होइन। अब पातलो दिसाहरू गर्ने, कहिलेकाहीँ दिसाको पनि चेन्ज भइरहेको हुन्छ नि त प्याटर्नहरू। सो डेन्जर अथवा खतरा हुनु अगाडि नै प्यारेन्ट्सहरूले चाहिँ ल मेरो बेबीलाई चाहिँ पानीको मात्रा कमी भएछ है, अब चाहिँ मैले कि त फिडिङ धेरै गराउनु पऱ्यो कि त अस्पताल लानु पऱ्यो भन्ने त्यस्तो कुनै लक्षणहरू कसरी चिन्ने त प्यारेन्ट्सहरूले? पहिला अब त्यो डिहाइड्रेसन नै कम गराउने हुन्छ नि, पहिला चाहिँ अब ब्रेस्ट फिडिङ अथवा बच्चालाई कसरी फिडिङ गराउने भन्ने कुराकै ज्ञान हुनु पर्यो होइन। अब मैले अघि न हामीले कुरा गरे जस्तै बच्चाले चाहिँ 2 देखि 3 घन्टामा आफै खान खोज्छ होइन। त्यो हुँदाखेरि चाहिँ दिनमा 8 देखि 12 चोटि चाहिँ उसले दुध खाएको यकिन हुनु पर्यो होइन। अर्को भनेको चाहिँ नि अब त्यो खाइसकेपछि बच्चाले चाहिँ पिसाब त गरिरहेको हुन्छ, पहिलो 1-2 दिनमा चाहिँ धेरै नगर्न सक्छ होइन। तर त्यसपछि चाहिँ नि हामीले 6 देखि 8 चोटि चाहिँ डाइपर चेन्ज भएको यकिन गर्नुपर्छ है। अर्को भनेको चाहिँ खाइसकेपछि बच्चा चाहिँ 2-3 घन्टा चाहिँ सुत्छ भन्छ कि नर्मली दुध आरामले निदाउनु खाइसकेपछि पर्यो। हो, त्यो हुनु पर्यो होइन। अब यति भएपछि चाहिँ हामीले बच्चाले चाहिँ पर्याप्त रूपमा दुध पाइरहेछ है भन्ने एउटा चाहिँ हुन्छ होइन। अब त्यो भएन, यदि डाइपरहरू चाहिँ थोरै मात्रै भिजिरहेको छ अथवा कसैलाई चाहिँ नि सुरुवाती दिनहरूमा चाहिँ कस्तो हुन्छ भने पानी नपुगेर डाइपरमा चाहिँ यो हाम्रो इँटाको रङ हुन्छ नि त्यस्तै खालको रातो होइन, कतै पिसाबमा रगतै गऱ्यो कि भनेर पनि आउनुहुन्छ क्या कतिजनाहरू होइन। कलर चेन्ज हो, हुने कलर चेन्ज हुन्छ, अलिक गाढा कलरको हुन थाल्छ, थोरै मात्रै पिसाब गरेको अथवा चाहिँ आमालाई दुध खुवाउँदाखेरि पनि मुखहरू सुक्खा भएको होइन। अनि अर्को चाहिँ अब वेट त घरमा नर्मली लिँदैन, तर अब हामीले अस्पतालसम्म आइपुग्दाखेरि चाहिँ कस्तो हुन्छ भने वेट जन्मिएको वेट भन्दा होइन नर्मल जति घट्नुपर्ने हो त्योभन्दा धेरै घटेको होइन, त्यस्तोहरू हुन्छ। अब एकदम सिभियरै डिहाइड्रेसनमा त बच्चा दुध चुस्नै नसक्ने अथवा आँखै नखोल्ने त्यस्तो भएर पनि आउनुहुन्छ। त्यही भएर घरमा चाहिँ सुरुमा हामीले गर्न सकिने भनेको एउटा चाहिँ पर्याप्त मात्रामा दुध पाइरहेको छ कि छैन भन्ने कुरा चाहिँ हेर्न सकिन्छ। सुरुमा अब बेबी जन्मिँदाखेरि चाहिँ लगभग दिनभरिमा कतिपटक स्तनपान गराउनुपर्छ? एकदम छोटोमा 8 देखि 12 हुन्छ 8 देखि नर्मल 12 पटक हजुर। गराउनु पर्यो। अनि नाभिको स्याहार गर्ने एकदम सही तरिका चाहिँ एकदम छोटोमा भनिदिनुहुन्छ। नाभिको स्याहार गर्ने चाहिँ अब पहिला हामीले मोस्ट इम्पोर्टेन्ट चाहिँ भनौँ न होइन, अहिले त डाइपरहरू नै लगाउने चलनहरू हुन्छ। डाइपरलाई चाहिँ हामीले त्यो नाभि चाहिँ भित्र पर्ने गरेर राख्नु भएन। यदि त्यसमा इनकेस दिसा पिसाब लागिहाल्यो भने चाहिँ त्यसलाई हामीले सफा राखेर सुक्खा राख्नु पर्यो र त्यसमा अनावश्यक चिजहरू जडीबुटी तेलहरू लगाउनु भएन। बेबीले चाहिँ एकदम मजाले दुध पाएको छैन, दुधै आएन भन्ने पनि धेरै मदरहरू हुन्छ। धेरै जस्तो चाहिँ यो फादरलाई भन्दा पनि मदरलाई चाहिँ मेरो दुधै आएन, पुगेन भन्नुहुन्छ। यसो मेरो बेबीले मजाले दुध खान पाइरहेको छ, पुगिरहेको छ भन्ने चाहिँ त्यस्तो लक्षण कसरी थाहा पाउने? सुरुमा चाहिँ हुनसक्छ पहिलो बेबीमा विशेष गरी होइन, जसको अब यो अपरेसन गरेर डेलिभरी भएको छ उहाँहरूलाई होइन, सुरुवाती के भनिन्छ भने आमाको बच्चाले आमाको चाहिँ दुध आउनको लागि चाहिँ कम्तीमा पनि 72 घन्टा, अलिकति राम्ररी आउनको लागि 72 घन्टादेखि दुधहरू गानिएर बल्ल आउन थाल्छ होइन। अब सुरुमा त्यो बिगौती दुधहरू खाँदाखेरि चाहिँ 5 देखि 7 ml पनि बच्चालाई एकचोटिमा खुवाउँदाखेरि पुग्छ भनिन्छ के होइन। अब सुरुमै 6-7वटा डाइपर भरि नै गरेर 1-2 दिनमा त आउँदैन होइन। त्यसपछि हामीले गर्ने भनेको चाहिँ त्यही नै हो, हामीले 8 देखि 12 पल्ट चाहिँ दुध खाएको यकिन हुनु पर्यो, डाइपरहरू भरिएको 6 देखि 8 पटक चाहिँ डाइपर भरिएकै यकिन हुनु पर्यो। अनि अर्को भनेको चाहिँ बच्चा 2-3 घन्टा सुतेको हुनु पर्यो होइन। अनि अर्को हजुर अरू हामीले हस्पिटलमा हुँदा हेर्ने अथवा हस्पिटल आउँदा हेर्ने चाहिँ बच्चाको वेट चाहिँ बढिरहेको छ कि छैन त होइन। पनि हेर्छ मलाई होइन। सो आफन्तहरूले अथवा प्यारेन्ट्सहरूले पनि त्यो कुराहरू हेरेर चाहिँ अब पुगिरहेको छ छैन, अलिकति आफूले अझै धेरै पटक खुवाउनु पर्ने हो कि भन्ने कुरा चाहिँ हेर्नु पर्यो। त्यो हेरेर चाहिँ अर्को चाहिँ अहिले एकदम धेरै चलिरहेको अहिले भनौँ न, गर्नु त अब पहिला हाम्रो पहिलादेखिकै चलिरहेको अनुसारले पनि घोप्टो पारेर सुताउने, अलिकति टाउकोलाई घुमाएर राख्नुपर्छ भन्ने होइन, अब पाखुराहरूमा पनि घोप्टो पारेर राख्नुपर्छ भन्ने छ। तर अहिले एकदम ट्रेन्डिङमा चाहिँ टमी टाइम भनेर सुनिरहेको छ। यो बारे चाहिँ सत्य के हो त? कसरी राख्ने, कहिलेदेखि राख्ने? टमी टाइम चाहिँ अब भनेको पेटको बलमा बच्चालाई सुताउने होइन। त्यो भनेको चाहिँ त्यसको अब फाइदाहरू भन्दाखेरि चाहिँ बच्चा हामीले त्यो सुरुवाती दिनहरूबाट नै सुरु गर्न मिल्छ कि जन्मे पछाडि नै गर्न मिल्छ, सुरु गर्न मिल्छ। जन्मे पछाडि नै गर्नु मिल्छ। बच्चा स्टेबल हुनु पर्यो एउटा त होइन। अब जस्तो हस्पिटलमा हुनुहुन्छ भने डिस्चार्जहरू गरेर गइसकेपछि चाहिँ सुरुवातीबाट नै हामीले सुरुमा चाहिँ 1-2 मिनट राखेर होइन हेर्ने, त्यसपछि त्यो टाइम चाहिँ बढाउँदै जाने 2-3 मिनट, त्यसपछि दिनको चाहिँ नि मल्टिपल टाइम चाहिँ हामीले गर्न मिल्छ। विशेष गरी अब हाम्रोमा त मसाजहरू गर्ने चलनहरू हुन्छ होइन, त्यो टाइममा पारेर
अभिभावक अथवा कोही न कोही छेउमा भएको बेलामा मात्रै गर्नु पर्यो होइन त्यो कुरा चाहिँ। अब त्यो गर्दाखेरि चाहिँ फाइदाहरू के हुन्छ भने एउटा चाहिँ अब बच्चा घोप्टो परेर बस्दाखेरि त अलिअलि टाउकोहरू चलाउने त्यस्तो गर्न थाल्छ कि नवजात अवस्थादेखि नै गर्न थाल्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ त्यो पछि हामीले लामो समयसम्म गर्दै जाँदाखेरि उसको चाहिँ यो घाँटीको मांसपेशीहरूको विकासमा हेल्प हुन्छ भन्छ एउटा चाहिँ होइन। अर्को भनेको चाहिँ नि अब पेटमा रहेको ग्यासहरू त बच्चाले राम्ररी निकाल्न सक्दैन। अब टमी टाइममा राख्दाखेरि चाहिँ त्यो ग्यासहरू पनि निकाल्नमा हेल्प भएर कोलिक भनेर जुन भन्छौँ नि हामीले पेट दुखाइहरू कम हुने चाहिँ हुन्छ भन्छ। अब राखेको चाहिँ फाइदा नै मानिन्छ। भनेपछि दिनभरिमा कतिपटक राख्नुपर्छ? दिनभरिमा ठ्याक्कै यति पटक भनेर हामीले रिकमेन्ड गर्दैनौँ। सबै बच्चाले राख्न साथै सबै कुरा टोलरेट गर्न सक्छ अथवा जबरजस्ती हामीले उसलाई गाह्रो हुँदै राख्ने कुरा हुँदैन। त्यस्तै गरी हामीले सुरुमा चाहिँ 1-2 मिनट राखेर हेर्ने, त्यसलाई 2-3 मिनट गरेर हेर्ने। पहिला चाहिँ दिनको 1-2 चोटि गर्ने, त्यसपछि चाहिँ नि 2 चोटि 3 चोटि गरेर बढाउँदै टाइम पनि अनि फ्रिक्वेन्सी पनि बढाउँदै जान सकिन्छ। अनि अर्को चाहिँ एकदम धेरै कन्फ्युजन हुने कुरा भनेको न्युबर्नलाई राखेको अथवा बेबी बसेको ठाउँमा कोइलाहरू बाल्ने, एकदम तातो हुनुपर्छ, चिसो लाग्छ। जति बेला पनि सुत्केरी आमालाई र शिशुलाई चाहिँ चिसो लाग्छ है, टाउकोमा पनि पट्टी बाँधा, यो गर त्यो गर, एकदम तातो तातो खाऊ, बेबीलाई पनि तातो खाएर खाऊ, किनभने तिमीले चिसो खायो भने बेबीलाई पनि चिसो जान्छ तिमीबाट भन्ने एकदम तातो चिसोसँग कन्फ्युजन पनि धेरै छ। सो बेबीलाई राख्ने कोठाको तापक्रम चाहिँ कस्तो खालको हुनुपर्छ, उनीहरू सुत्ने ठाउँ चाहिँ कस्तो भयो भने बेस्ट मानिन्छ? तपाईँले भन्नुभएको जस्तै होइन अब यो जुन बच्चालाई र सुत्केरी दुवैलाई होइन चिसो मात्रै लाग्छ भन्ने मान्यता छ क्या। जस्तो सुकै गर्मीमा पनि चिसै लाग्छ भनेर एकदम घुम्स्याएर राख्ने चलनहरू चाहिँ धेरै हुन्छ हाम्रोमा होइन। तर चाहिँ अप्रोप्रिएट टेम्परेचरमा राख्नुपर्छ हामीले। एकदम चिसोमा पनि राख्ने होइन, एकदम चिसै छिर्छ भनेर पुरै घुम्स्याएर पनि राख्ने होइन। नर्मली ठ्याक्कै यही टेम्परेचर भन्दा पनि हामीले 22 कि 23 डिग्री सेल्सियस चाहिँ रुमको टेम्परेचर हुनु पर्यो होइन, त्योभन्दा कम हुनु भएन। त्योभन्दा पनि अब हाम्रोमा ठ्याक्कै यो टेम्परेचरै मेजर गरेर त राखिँदैन होइन। रुममा चाहिँ डिरेक्टली चिसो हावाहरू आउने त्यस्तोमा चाहिँ राख्नु भएन। अर्को भनेको चाहिँ बच्चाले लाई चाहिँ नर्मल टेम्परेचर पाइरहेको एउटा यकिन चाहिँ हामीले कुनबाट गर्न सकिन्छ भने जस्तो हामीलाई जति हामीले 1 पत्र अथवा 2 पत्र लुगा लाउँदा हामीलाई आराम न्यानो फिल भइरहेको छ, कम्फर्टेबल फिल भइरहेको छ भने चाहिँ होइन अब नवजात शिशुलाई चाहिँ त्योभन्दा 1 लेयर बढी लगाइदियो भने चाहिँ कम्फर्टेबल हुन्छ अथवा चाहिँ उसको टेम्परेचर मेन्टेन हुन्छ भन्ने हो। अनि त्यसबाहेक चाहिँ अब जुन हामीले हातहरूमा पन्जा, खुट्टाहरूमा मोजा होइन, टाउकोमा त्यो एरियाहरूबाट चाहिँ धेरै तापक्रमहरू लस हुन्छ कि, त्यो भएर त्यो एरियाहरू चाहिँ छोप्नेहरू गर्नु पर्यो होइन। यो एउटा लेयर भनेर भन्नुभयो, यो एउटा लेयर चाहिँ जाडो महिना गर्मी महिना दुइटैको लागि लागु हुन्छ कि? गर्मी महिनामा चाहिँ 1 लेयर अनि जाडोमा चाहिँ होइन, बच्चालाई एकै लेयर भन्दा पनि अब जस्तो हामीले जसरी लगाउँछौँ नि आमाहरूले अन्दाज गर्दाखेरि कहिलेकाहीँ हामीले सामान्य 1 लेयर लगाएर बसेका हुन्छौँ गर्मीमा, बच्चालाई चाहिँ 3-4 लेयर लगाएर अथवा त्यसमाथि ब्ल्याङ्केटले पनि छोपेर त्यसरी राखेका हुन्छौँ नि त होइन। हामीले एउटा अन्दाज गर्ने प्रक्रिया भन्न खोजेको मात्रै हो। अर्को अब सुत्नेमा चाहिँ हामीले उसमा चाहिँ नर्मल जुन हाम्रो किताबमा रिकमेन्डेसन अनुसार चाहिँ आमा र बच्चालाई चाहिँ एउटै रुममा सुताउनुपर्छ भन्छौँ होइन, छुट्याएर राख्नु हुँदैन, एउटै रुममा सुताउनुपर्छ। तर बच्चा र आमाको चाहिँ नि बेड डिफ्रेन्ट हुनुपर्छ भनेर भन्छौँ क्या। आमा एउटा बेडमा सुत्नु भएको छ भने बच्चालाई चाहिँ अब कटमा हुन्छ कि होइन, हाम्रोमा अब कोक्रोहरू हुन्छ कि होइन, त्यस्तोमा चाहिँ नि एउटा फर्म खालको त्यो एकदम लचकदार होइन कि होइन, फर्म खालको चाहिँ नि एउटा डस्ना अथवा म्याट्रेस जे हुन्छ त्यो राखेर त्यसरी सुताउनुपर्छ भनेर भन्छौँ। फर्म भन्नाले चाहिँ अलिकति साह्रो खालको, किनभने अब त्यो गिलो खालकोमा चाहिँ नि बच्चाहरूको श्वास प्रश्वास थुनिने सम्भावनाहरू हुन्छ भनेर चाहिँ त्यस्तो खालको राख्नु भनेर भनिन्छ। तर अब यो चाहिँ हाम्रो कन्टेक्स्टमा चाहिँ नि छुट्टै सुताउने चलन धेरैकोमा हुँदैन होइन। खासमा चाहिँ बेड सेयर गर्नु चाहिँ त्यति सुरक्षित मानिँदैन कि। अब आमासँग अथवा कोही पनि ठुलो मान्छेसँग सुताउँदाखेरि चाहिँ नि अब हामीले ठुलो सिरोकहरू ओढिरहेको हुन्छौँ, लचकदार डस्नाहरू हुन्छ, निन्द्रामा बच्चाहरूलाई थिच्ने सम्भावनाहरू हुन्छ होइन, त्यसले गर्दा बच्चाहरू गुम्सिने सम्भावना हुन्छ। कहिलेकाहीँ चाहिँ अभिभावकहरू 1-2जना छेउछेउमा सुतेर बच्चालाई बिचमा सुताउने चलनहरू पनि हुन्छ क्या। त्यस्तो गर्दाखेरि चाहिँ बच्चाहरू निसासिएर चाहिँ मृत्यु हुने होइन, सडन इन्फेन्ट डेथ सिन्ड्रोम भन्छौँ क्या हामीले होइन, त्यो हुने सम्भावनाहरू हुन्छ। त्यही भएर चाहिँ आइडियल्ली कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले बच्चाहरूलाई बेड सेयरिङ गरेर सुताउनु भन्दैनौँ। तर अब कतिजनाले बेडमै राखेर सुताउनुहुन्छ, त्यो गर्दाखेरि पनि हामीले चाहिँ एउटा छुट्टै म्याट्रेस राखेर होइन, उसको वरिपरि त्यो लचकदार सिरानी अथवा सफ्ट खेलौनाहरू अथवा ठुलो सिरकहरू राख्ने अथवा ठुलो मान्छे नै धेरै नजिक टाँसेर सुत्ने त्यस्तो चाहिँ गर्नु भएन।
त्यो निसासिन सक्छ अथवा लड्न सक्छ होइन, अँ। इन्जुरी हुनसक्छ भनेर। सो नवशिशुहरूको यो भर्खर जन्मेको शिशुहरूको चाहिँ एकदम त्यो निन्द्रा पनि गडबड भइरहेको हुन्छ। कहिले छिटो उठ्ने होइन, कहिले चाहिँ अलिक लामै समय सुत्ने। त्यो अनियमित चाहिँ किन हुन्छ? यति सानो उमेरमा पनि स्लिपिङ ट्रेनिङ लागु हुन्छ कि हुँदैन? अब सुत्नेमा चाहिँ यस्तो छ, अब बच्चाहरू अब भर्खर जन्मेको बच्चाहरूमा चाहिँ जुन हामी सुत्ने भनेको चाहिँ एउटा बायोलोजिकल क्लक भन्छौँ नि हामीले, सर्क्याडियन रिदम होइन। हामी त्यही अनुसार चाहिँ हामीलाई अब साँझ परेपछि निन्द्रा लाग्छ, बिहान चाहिँ हामी उठ्छौँ है। तर सानो बच्चाहरूको चाहिँ नि दिमाग त्यति परिपक्व भइसकेको हुँदैन कि। त्यो निन्द्रा चाहिँ एउटा फिक्स टाइममा हुनु भनेको नि एउटा विकासको क्रममा हुने कुरा हो होइन। जस्तो लगभग 6 हप्तासम्म चाहिँ बच्चाले राति भयो, दिउँसो भयो, बिहान भयो भन्ने कुराहरू धेरै थाहा पाउँदैन क्या। 6 हप्तासम्म चाहिँ 6 हप्तादेखि चाहिँ बच्चाले अलिअलि होइन उज्यालो छ अँध्यारो छ भन्ने कुराहरू थाहा पाउँछ। अब त्यो पुरै दिनरात भयो भनेर अलिकति उसको चाहिँ निन्द्राहरू लामो हुन थाल्ने अथवा रात र दिनको निन्द्रा फरक हुने भनेको चाहिँ 3-4 महिना कटिसकेपछि मात्रै हुन्छ। अब ऊ त्योभन्दा अगाडि उठ्ने सुत्ने भनेको चाहिँ भोकले नै उठ्ने सुत्ने हो होइन। त्यो सानो पेट हुन्छ, दुध अलिकति खाएको हुन्छ, 2-3 घन्टापछि उसलाई भोक लाग्छ, ऊ उठ्छ होइन। त्यो हुन्छ। त्यही भएर चाहिँ यो चाहिँ उसको दिमाग नै परिपक्व नभएर भएको कुरा भएर चाहिँ अब स्ट्रिक्ट स्लिप ट्रेनिङ भनेर त्यसले चाहिँ खासै काम गर्दैन। तर उसलाई सहज बनाउन चाहिँ सकिन्छ क्या। जस्तो कोही बच्चाहरू चाहिँ होइन भर्खर जन्मिँदाखेरि अब आमाको गर्भमा त अँध्यारो इन्भाइरोमेन्टमा होइन न्यानो भएर अब त्यो सानो बााउन्ड्रीभित्र चाहिँ नि आमासँगै टाँसेको जसरी बसिरहेको हुन्छ होइन। त्यो बच्चा चाहिँ एक्कासी निस्किँदाखेरि कोही बच्चाहरूलाई चाहिँ 2 दिन 3 दिन पहिलो हप्ता चाहिँ निदाउन पनि गाह्रो पर्छ क्या। कोही बच्चाहरू चाहिँ दुध खाँदै सुत्दै उठ्दै गर्छन् भने कोहीलाई चाहिँ निदाउन दिनभरि, कोही चाहिँ दिनभरि सुत्ने, राति नसुत्ने, अथवा कोहीलाई चाहिँ निदाउन नै 3-4 घन्टा लाग्ने, बच्चा थाक्ने तर सुत्न नसक्ने होइन। त्यस्तो समस्याहरू पनि भइरहेको हुन्छ कि। अब त्यसलाई हेल्प गर्नलाई चाहिँ एउटा हामीले चाहिँ के गर्न सकिन्छ भने एउटा शान्त इन्भाइरोमेन्ट बनाउन चाहिँ सकिन्छ होइन। अब बच्चा जन्मेको सुरुवाती दिनहरूमा त हाम्रोमा के चलन हुन्छ, बच्चाहरू भेट्ने, बच्चासँग आएर बोल्ने होइन, हल्ला धेरै हुन्छ। त्यही भएर चाहिँ नि अब बच्चाले 2-3 घन्टाभन्दा बढी त नसुतिकन बस्न सक्दैन। नर्मली 45 मिनट्स 1 आवरभन्दा बढी चाहिँ नि सक्दैन, बच्चा थाक्छ भन्छ कि होइन। त्यही भएर चाहिँ अब हामीले त्यो टाइम चाहिँ नि धेरै बढाएर उसलाई हल्ला गराएर अथवा चाहिँ उसँग बोलेर बस्नु भएन कि। एउटा शान्त इन्भाइरोमेन्ट, शान्त ठाउँमा राखिदिनु पर्यो। दिउँसो सुताउँदाखेरि चाहिँ अब अलिकति उज्यालो ठाउँमा सुतायौँ र राति चाहिँ अलिकति डिम लाइटमा अँध्यारो बनाएर सुतायौँ भने पनि उसलाई त्यो दिन र रात छुट्याउने जुन उसको नर्मल विकास हुन्छ नि त्यो गर्न चाहिँ अलिकति सहयोग पुग्छ भन्छ कि। त्यही भएर हामीले त्यति चाहिँ गर्न सकिन्छ। स्लिपिङ प्याटर्नलाई चाहिँ हामीले सहजीकरण मात्रै गर्न सकिन्छ। अर्को चाहिँ कोलिकी पेट दुखाइ भन्छौँ नि हामीले होइन, त्यो दुखाइ र सामान्य पेट दुखाइमा के फरक छ? कस्तो खालको दुखाइलाई चाहिँ हामीले यो त ठिकै हो, यसलाई त आत्तिनु पर्दैन, यसलाई मैले घरमा नै म्यानेज गर्न सक्छु भन्ने खालको हुन्छ? कोलिकी पेन र अरू कुराले हुने चिचिलापनहरू चाहिँ होइन। अब यस्तो हुन्छ, कोलिकी पेन भनेको चाहिँ एउटै कारणले मात्रै हुने खालको दुखाइ हुँदैन होइन। यसमा चाहिँ अब मल्टिफ्याक्टोरियल कुराहरू हुन्छ भन्छ। ठ्याक्कै एउटै कारणले यसले गर्दा चाहिँ कोलिक भएको है भन्ने कुरा चाहिँ खासै पाइँदैन कि। किनभने अब धेरैले कोलिकलाई चाहिँ ग्याससँग मात्रै रिलेट गर्नुहुन्छ होइन। बच्चाको पेटमा ग्यास भनेर ननिस्केर त्यो पनि एउटा पार्ट हो। किनभने बच्चाको जुन यो हामीले ग्यास्ट्रोइन्टेस्टाइनल सिस्टम भन्छौँ होइन, पेट आन्द्राहरू चाहिँ राम्ररी परिपक्व भइसकेको हुँदैन। ग्यास नर्मली चाहिँ जसरी ठुलो मान्छेले, ठुलो बच्चाहरूले बाहिर निकाल्न सक्छ त्यो निकाल्न सक्दैन। त्यो विभिन्न कारणहरूमध्ये एउटा कारण चाहिँ हो। तर कोलिकले मात्रै चाहिँ बच्चालाई दुखाइ हुने, त्यो ग्यासले मात्रै चाहिँ बच्चालाई कोलिक हुने भन्ने चाहिँ हुँदैन होइन। अनि अरू भनेको अब बच्चाको दिमाग चाहिँ नर्भस सिस्टम चाहिँ त्यति राम्ररी डेभलप भएको हुँदैन। अर्को भनेको चाहिँ नि जब दुखाइ हुन्छ होइन त्यसलाई चाहिँ सेल्फ रेगुलेसन भन्छ कि, त्यो गर्ने क्षमता चाहिँ बच्चाको राम्ररी विकास भइसकेको हुँदैन। त्यस्तो विभिन्न कारणहरू हुन्छ कोलिक हुने चाहिँ होइन। अब कोलिक हामीले ठ्याक्कै डायग्नोसिस गर्ने हिसाबले भन्नुपर्दा चाहिँ अब बच्चाहरूले 2-3 हप्ता 3 हप्ता भन्छ नर्मली होइन, 3 हप्ताभन्दा बढी, दिनको 3 घन्टाभन्दा बढी होइन, चाहिँ त्यसरी हप्ताको 3 दिनभन्दा बढी होइन, नर्मल त्यो सहज बनाउनलाई बनाएको क्राइटेरिया। त्यसरी चाहिँ लगातार बच्चा रुन्छ, फकाउन गाह्रो पर्छ।
अनि यस्तो बच्चामा अब अरू जस्तो यो बाहेक अरू केही पनि समस्या छैन। अरू बेलामा बच्चा नर्मली खेल्छ, खान्छ, अथवा उल्टी गर्ने, दुध नचुस्ने त्यस्तो केही पनि समस्या छैन। एउटा नर्मल बच्चा भनौँ न, नर्मल बच्चामा लगातार यसरी रुने समस्याहरूलाई चाहिँ अब धेरै जस्तोमा कोलिक नै भएको हुन्छ होइन। अनि अर्को चाहिँ अब जुन तपाईँले अरू र यो कसरी छुट्याउने भन्नुभयो होइन, अरू कारणले चिर्चिरापन हुने चाहिँ अब धेरै कारणहरू हुनसक्छ कि अब बच्चालाई दुध चाहिएको हुनसक्छ, अथवा निन्द्रा नपुगेको हुनसक्छ होइन, अथवा धेरैजनाले बोलेर खेलाएर ओभर स्टिमुलेसन भन्छ हामी, त्यो भएको हुनसक्छ, अथवा डाइपरै भिजेर, अथवा कहिलेकाहीँ कोही कोहीले चाहिँ नि लामो समय डाइपर लगाइदिनुहुन्छ, त्यसले गर्दा दुखाइ भएर होइन, डाइपर ऱ्यासहरूले गर्दाखेरि चाहिँ दुखाइ भएर जुनै पनि कारणले हुनसक्छ होइन। त्यो चाहिँ कारणअनुसार डिपेन्ड गर्छ। हामीले चाहिँ सुरुमा हेर्ने अब त्यो कारणहरू केही छ कि, अथवा बच्चालाई चाहिँ नि कुनै बिमारीले कतै दुखै भएर रोइरहेको छ कि, त्यो कुराहरू नै हेर्ने हो होइन। अब त्यति कुराहरू छैन भने चाहिँ अब त्यो समाधान गर्दाखेरि नर्मल चिडचिडापन हुनेहरू चाहिँ हराउँछ होइन। अब कोलिकमा चाहिँ नि अब कहिलेकाहीँ एकदम फकाउन गाह्रो पर्ने, आमा बुवाहरूलाई चाहिँ एकदमै गाह्रो हुन्छ कि। हामीले हेर्ने चाहिँ त्यही कुराहरू नै हो, खतराको चिन्हहरू केही छ कि छैन होइन, कुनै समस्याले गर्दाले चाहिँ बच्चा रोगको हो कि भन्ने कुराहरू, त्यो कुराहरू केही भएन भने चाहिँ अब समाधानै हो भनेर बुझ्नु पर्यो हामीले। भनेपछि शिशुलाई चाहिँ 3 हप्ताभन्दा बढी समयसम्म, 3 घन्टाभन्दा बढी, 3 दिनभन्दा बढी हो, हजुर धेरै रोयो, हप्तामा त्यो फकाउन गाह्रो भयो, 1 हप्तामा 3 दिनभन्दा बढी धेरै रोयो, फकाउन गाह्रो भयो भने चाहिँ त्यो अलिकति उपचार गर्नुपर्ने, चेक गराउनुपर्ने अवस्था हो भनेर बुझ्नु पर्यो। हजुर। अब उपचारै भन्दा पनि अब त्यसमा चाहिँ हामीले हेर्दाखेरि चाहिँ त्यो कोलिक बाहेक अरू केही कारणहरू छ कि छैन भनेर हेर्छौँ होइन। त्यो बाहेक केही छ भने छैन भने पनि अब कोलिकमा डेफिनेटिभ यसले नै कोलिक चाहिँ हटाउँछ भन्ने किसिमको उपचार हुँदैन। त्यसको पनि अब बच्चाहरूलाई फकाउने, कसरी होल्ड गर्ने होइन, अब माया गरेर आफूसँग लिएर होल्ड गर्ने, अथवा बच्चालाई हुन्छ नि स्किन टु स्किन कन्ट्याक्टमा राखेर हुन्छ कि, शान्त वातावरणमा डिम लाइटमा राखेर हुन्छ कि, कसैले हामीले वाइट म्युजिकहरूको कुरा गर्छौँ नि होइन, वाइट नोइजहरूको, त्यो नोइजहरू सुनाउने हो कि, अथवा कहिलेकाहीँ बच्चाहरूलाई ऱ्याप गर्ने, स्वारल गर्ने भन्छ होइन, त्यो गर्दाखेरि कम भइरहेको हुन्छ कसैलाई। अहिले भर्खरै हजुरले जुन ओभर स्टिमुलेसन अथवा धेरै चलाएको कारणले पनि शिशुहरू धेरै रुन्छ, जुन चाहिँ हामीलाई थाहा हुँदैन। हामीले त अब खेलाइराखेको छौँ, बेबीलाई चाहिँ उसलाई चाहिने इन्भाइरोमेन्ट नै दिएको छौँ भन्ने सोचिरहेको हुन्छौँ। अब कुनै पनि प्यारेन्ट्सले चाहिँ अब सकेसम्म राम्रै बेस्ट इन्भाइरोमेन्ट दिउँ नै भनिरहेको हुन्छ। त गर्दै गर्दा पनि कति कुराहरू थाहा हुँदैन कि उहाँहरूलाई, मैले चाहिँ यो बेबीकै लागि गरेको छु भनेर मात्रै गरिरहेको हुन्छ। बेबीलाई चाहिँ त्यो एक्सेप्टेबल छ कि छैन त, उसलाई त्यो फेभरेबल इन्भाइरोमेन्ट भइरहेको छ कि छैन भन्ने कुरा चाहिँ थाहा हुँदैन। त्यही भएर यो ओभर स्टिमुलेसन चाहिँ कस्तो कस्तो हुन्छ त, कस्तो लक्षण देखाउँछ यदि ओभर स्टिमुलेसन भयो भने? अब यसमा चाहिँ त्यो ओभर स्टिमुलेसनमा चाहिँ हामीले एउटा चाहिँ बच्चाले चाहिँ कति समय चाहिँ सुतेर उठेपछि चाहिँ होइन, कति समयसम्म चाहिँ हामीले बच्चालाई खेलाउने, अथवा चाहिँ कति समयपछि चाहिँ हामीले सुताउनतिर लाग्ने भन्ने कुराहरू बुझ्नुपर्छ होइन। नर्मली अब त्यही 2-3 घन्टासम्म चाहिँ बच्चा सुतेर उठेर दुध खान खोज्छ होइन। त्यो खाएपछि चाहिँ बिचमा 1 घन्टा 1.5 घन्टासम्म चाहिँ बस्छन् कोही बच्चाहरू होइन। अब त्यो बिचमा चाहिँ नि हामीले एकदम अब अलिअलि बोल्ने, उसँग कुरा गर्ने, त्यो चाहिँ नर्मल उसको विकासको लागि पनि उपयोगी नै हुन्छ होइन। तर अब उसको त्यो त्यति टाइम कटिसक्दाखेरि पनि, सुत्ने समयमा पनि हामीले चाहिँ नि धेरै हल्लाहरू गरिदिने, उसँग बोलेको बोलै, खेलेको खेलै गरिदिने भयो भने चाहिँ कस्तो हुन्छ नि, नर्मली 2-3 घन्टा सुतेर उठेर दुध खाएर फेरि सुत्ने बच्चा चाहिँ नि लामो समयसम्म सुत्न नसक्ने होइन। तपाईँले जति खेलाए पनि नसुत्ने, जति दुध खुवाए पनि नसुत्ने, सुत्नलाई एकदमै गाह्रो हुने, आँखाहरू रातो हुने, अनि चिडचिडापन हुने, रुने, त्यस्तो चाहिँ हुनसक्छ। कहिलेकाहीँ चाहिँ त्यो हामीले बुझिरहेको हुँदैनौँ कि। त्यही भएर चाहिँ मेनली चाहिँ अब ऊ कतिखेर सुतेको छ होइन, उसको सुत्ने टाइम भयो कि भएन भन्ने कुराहरू चाहिँ बुझ्नुपर्ने हुन्छ। सोध्नु पर्यो प्यारेन्ट्सहरूले पनि। सो अब भेट्न आउने मान्छेहरूलाई पनि भर्खरै बेबी सुतेको छ भने चाहिँ अब सुतेको टाइममा बेबी उठाउने, बेबीलाई हेर्न दिने, खेलाउन दिने चाहिँ गर्नु भएन। त्यो हामीले चाहिँ अब टाढाबाट आएको हेर्न खोज्नुभएको भनेर पनि कहिलेकाहीँ खेलाउन दिन्छौँ। त्यसले गर्दा पनि डिस्टर्बेन्स चाहिँ हुँदो रहेछ न्युबर्नलाई। मैले यही कुरामा चाहिँ अलिकति थपेँ है त। एकदम धेरै रोयो भने यही हजुरले भनिराखेको त्यसलाई कन्टिन्यू गर्न मिल्यो हामीले होइन।
एकदम धेरै रोयो भने चाहिँ फकाउने तरिका पनि यसमा नै एड गरेर अलिकति अझै क्लियर रूपमा चाहिँ भनिदिनुहुन्छ कि? अब यसमा चाहिँ अब अघि हामीले कुरा गरे जस्तै भर्खर पेरेन्ट्स हुनुभएकोहरूलाई चाहिँ कस्तो हुन्छ भने अब रोयो कि दुध पुगेन होइन, यसलाई त दुधै पुगेन भन्ने कुराहरू पनि उठिरहेको हुन्छ। अनि सबै रुवाईमा चाहिँ दुध नपुगेको हुँदैन भनेर बुझ्नु पऱ्यो होइन। एउटा चाहिँ अब दुध नपुगेर पनि हुनसक्छ, अथवा अघि भनेको कुराहरू होइन, अब डाइपर चेन्ज गर्ने बेला भएको हो कि कतै दुखै भएको हो कि होइन, सुत्ने बेला भएको हो कि, त्यो कुराहरू पहिचान गर्नु पऱ्यो पहिला होइन। अनि अरू खतराका चिन्हहरू छैनन्, बच्चाले दुध राम्ररी खाइरहेछ, अरू बेलामा खेल्छ पनि, सुत्ने उठ्ने राम्रै गरिरहेछ होइन भने चाहिँ अब हामीले कोलिक को लागि चाहिँ अब गर्न सकिने कुराहरू भनेको त्यो बच्चालाई चाहिँ एउटा शान्त इन्भाइरोमेन्टमा राख्नु पऱ्यो होइन। डिम लाइटमा एकदम उज्यालोमा उसलाई स्टिमुलेट गर्ने खालको इन्भाइरोमेन्टमा हुँदा पनि एउटा शान्त रुममा लगेर बच्चालाई चाहिँ आफ्नो उसमा हुन्छ नि हातमा होल्ड गर्ने, कोहीले चाहिँ अलिअलि हल्लाउने हुन्छ नि, कोही एकदम जोडले हल्लाउने होइन, हल्का चाहिँ हल्का त्यो मुभमेन्टहरूले चाहिँ नि उसलाई शान्त बनाउँछ पनि भनिन्छ। अर्को भनेको आमाको छातीहरूमा टाँसेर स्किन कन्ट्याक्टमा राख्दाखेरि पनि कम हुन्छ भनिन्छ। अर्को भनेको चाहिँ के अरे स्वाडल, अघि मैले कुरा गरेको थिएँ होइन, त्यो स्वाडलले पनि कोही बच्चाहरू शान्त हुन्छन्। अर्को भनेको अघि हामीले टमी टाइमको कुरा गऱ्यौँ होइन, कसैलाई ग्यासले नै भएको रहेछ भने टमी टाइमहरूले पनि चाहिँ कोलिकमा अलिकति हेल्प नै गर्छ। हजुरको अनुभवमा चाहिँ यो नयाँ अभिभावकहरू एकदमै त्यो अननेसेसरी हुन्छ नि, नचाहिने कुराहरूमा पनि एकदम स्ट्रेस लिइरहेको होइन, त्यस्तोहरू एकदम चिन्तित भइरहेको, ला के होला कसो होला भन्ने हुन्छ, कहिलेकाहीँ नर्मलै कन्डिसनमा पनि हुन्छ। सो हजुरको विचारमा चाहिँ कस्तो कस्तो कन्डिसनमा चाहिँ एकदम धेरै चिन्तित भएको पाउनुभएको छ? अब यो त सुरुको दिनदेखि नै हुन्छ कि अब बच्चाहरूले त पहिलो दिनदेखि होइन पहिलो वर्ष हुन्जेलसम्म त विभिन्न कुराहरू नर्मल कुराहरू नै देखाइरहेको हुन्छ नि त, विकासकै नर्मल कुराहरू, अथवा नवजात शिशुको चाहिँ नि दिनदिनै नै नयाँ कुराहरू पनि देखिन्छ कि होइन। अब त्यो कुरा 24 घन्टा आफूसँग बच्चा नभएको बेलामा र हुँदाखेरि त धेरै फरक पर्छ होइन। अब नर्मली सुरुवाती दिनहरूमा देखिने चिन्ता भनेको चाहिँ स्तनपानको नै हो होइन। दुध आएको छैन, अनि विशेष गरी दुध आएपछि मात्रै दुध दिने भन्ने चाहिँ कन्सेप्ट हुन्छ धेरैको होइन। अब हामीले चाहिँ के हुन्छ भने बच्चा जन्मेपछि चाहिँ पहिलो 1 घन्टाभित्र नै स्तनपान गराउने हाम्रो उद्देश्य हुन्छ होइन। त्यतिखेरदेखि नै बच्चाले आमाको दुध चुस्न पायो भने चाहिँ त्यो ब्रेस्ट फिडिङको सक्सेस पनि राम्रो हुन्छ कि। त्यही भएर चाहिँ अब त्यो सुरुमा दुध आए पो चुसाउने भन्ने कन्सेप्ट हुनाले गर्दाखेरि चाहिँ अब दुधै आएको छैन के चुसाउने, अब अर्को फर्मुला दुध दिने कि भन्ने त्यस्तो चिन्ताहरू चाहिँ धेरै हुन्छ सुरुको दिनहरूमा होइन। हो, अनि त्यसपछि अब सुरुको दिनपछि चाहिँ अब त्यो कसैलाई अब अहिले त धेरैलाई थाहा छ होइन, सुरुको दिशा आउँदाखेरि पनि आत्तिनुहुन्छ कोही। अब त्यो दिशाको रङ पनि पहिला कालोबाट हरियो हरियो हुँदै पहेँलो हुँदै जान्छ होइन। जब आमाको दुध खाँदाखेरि बच्चाहरूले त्यो दाना दाना पातौलो दिशा गर्छ, अनि त्यो पनि कति नयाँ आमाहरूलाई त थाहा हुँदैन होइन, कोहीले 8-10 चोटि नै गरिदिन्छ होइन। त्यो हुँदाखेरि पनि धेरैजना आत्तिएर दिशाको हामीलाई त फोटोहरू नै पठाउनुहुन्छ होइन। त्यो भएर चाहिँ अब यही खाने होइन यो स्तनपान र बच्चाको दिशाहरूमा चाहिँ धेरै आत्तिनुहुन्छ। यो न्युबर्नहरूसँग हजुरले त धेरै वर्ष भइसक्यो होइन, अब आफ्नो फ्युचर नै त्यही बनाउँदै हुनुहुन्छ, अझै पनि त्यसैमा नै स्टडी गर्दै हुनुहुन्छ। सो अहिलेसम्म गरेको जुन केयर छ, सर्भिस दिँदै गर्दाखेरि कुनै एउटा यस्तो छन् जसले चाहिँ हजुरको माइन्डमा अझैसम्म पनि छाप छोडिराखेको छ, एकदम हजुरलाई चाहिँ इमोसनली एकदम त्यहाँ चाहिँ हजुरलाई त्यो भावनात्मक रूपमा चाहिँ कहिले पनि मैले चाहिँ यो बिर्सन सक्दिनँ होला भन्ने त्यस्तो कुनै छन् भने त्यसको बारेमा पनि अलिकति भनिदिनुहोस् न? यसमा चाहिँ कुरा गर्दाखेरि मैले मेरो रेजिडेन्सीकै बेलाको होइन, मैले मास्टर्स गर्दाखेरिकै बेलाको बच्चाहरू सम्झिन्छु कि। एउटा चाहिँ ट्विन्स बच्चा थियो होइन, 27 हप्ताको सानो बच्चाहरू। अनि त्यसपछि त्यो बच्चाको आमा चाहिँ आइसियुमा हुनुहुन्थ्यो कि, आइसियुमा निमोनिया भएर एडल्ट आइसियुमा भर्ना हुनुहुन्थ्यो। बाबा चाहिँ भर्खर 19-20 वर्षको हुनुहुन्थ्यो होइन, विदेशबाट आउनु भएको, आमालाई भेट्न आउनु भएको। त्यो बेलामै आमा बिरामी परेर चाहिँ डेलिभरीमा बसेको हुनुभएको थियो होइन। अनि त्यो हुँदाखेरि चाहिँ उहाँहरूको अलिकति फाइनेन्सियल समस्या पनि थियो होइन। हामीले चाहिँ अब त्यो दुइटा बच्चालाई फेरि 27 हप्ता 28 हप्ताको त हामीले आइसियुभित्र नै राख्छौँ होइन। अब आइसियुमा राखेको थियौँ, अनि आमालाई पनि हेर्नु पऱ्यो, बाबालाई होइन, आमालाई पनि हेर्नु पऱ्यो, बच्चालाई पनि हेर्नु पऱ्यो। उहाँसँग अब समय पनि एकैजनाले हेर्दाखेरि समय पनि पुग्दैन, आर्थिक अवस्थाले पनि पुग्दैन। अनि हामीले चाहिँ त्यहाँ चाहिँ हस्पिटलबाट जे सहयोग हुनसक्छ होइन, बेडहरूमा सहयोग हुन सक्ने
सक्ने अथवा पर्सनल लेभलमा पनि हुनसक्ने सहयोगहरू गरेको थियौँ होइन। त्यो बच्चा चाहिँ आइसियूबाट बाहिर आइसक्दा पनि कति दिन बाबा चाहिँ आमाको केयरमा इन्भल्भ भएर कहिलेकाहीँ त 2 हप्तापछि आउनुहुन्थ्यो कि। अनि त्यो हुँदाखेरि चाहिँ हामीले त्यो डोनेसनमा आएको औषधिहरू, डोनेसनमा आएको लुगाहरू, दुधहरू चाहिँ उसलाई दिएर अनि सबै नर्सहरूले पनि एकदमै केयर गर्नुहुन्थ्यो कि त्यो अरू बच्चाको। फ्यामिली मेम्बर हुनुहुन्थेन? अरू अब हुनुहुन्थ्यो होला, अब त्यो बेलामा यता चाहिँ खासै आउनु भएन होइन। धेरै जस्तो बाबा नै इन्भल्भ हजुर हुनुहुन्थ्यो कि। हजुर अनि त्यो बच्चालाई चाहिँ हामी सबैले बोक्ने, खुवाउने एकदमै केयर गर्थ्यौँ कि। अनि त्यो भनेपछि चाहिँ मलाई घर अहिले पनि याद आउँछ कि। घरकै जस्तो इन्भाइरोमेन्ट हजुर, पाएजेस हजुर, दिदीले प्यारेन्ट्सहरू त्यो कन्डिसनमा भए पनि हजुरहरूको मार्फतले जुन पाउनुपर्ने केयर चाहिँ सफिसियन्ट नै पाउनुभयो। सो हाम्रो त लाइफ नै यस्तै हुन्छ है, केयर गर्दा गर्दै होइन। हजुर, आफू त कता छुटिसक्छौँ, आफ्नो इमोसन, आफ्नो फ्यामिली केयरहरूको त सबै कुरा बिर्सिसक्छौँ क्या कसै कसैको केयर गर्दाखेरि है। अर्को चाहिँ एकदम त्यो प्यारेन्ट्सहरूले केयर गर्दाखेरि होइन, यो चाहिँ मैले गर्नै पर्छ है, यो गरेन भने त अब बेबीको कम्प्लिट केयर नै हुँदैन जस्तो खालको कुनै बिहेभियरहरू छ नि जुन नगरे पनि झनै राम्रो हुन्थ्यो, त्यस्तो खालका कुनै एक्टिभिटिजहरू को बारेमा पनि केही भनिदिनुहुन्छ कि जस्तै ओपनिङहरूको? हो। अब यो सब हाम्रोमा यस्तो अब यो चाहिँ गर्नै पर्छ भन्ने चलिआएको चलनहरू चाहिँ धेरै नै छ होइन। अघि हामीले त्यो तालु पुरिनीको कुरा पनि गऱ्यौँ होइन। त्यस्तै अब मैले नै सुनेको कुराहरू चाहिँ अब यो जुन जुन ठाउँमा हाम्रो शरीरमा ओपनिङहरू छ जस्तै आँखा, नाक होइन, कान, नाभि सबै ठाउँमा चाहिँ यो ओपनिङ हुने बित्तिकै चाहिँ बच्चालाई चिसो पस्छ भन्ने एउटा मान्यता हुन्छ होइन। अनि त्यो ठाउँहरूमा चाहिँ तेल लगाइदियो भने चाहिँ बच्चालाई चिसो पस्दैन भन्ने रहेछ। मैले पनि अब त्यो कतिपय पेसेन्टहरूले भन्नुहुँदा होइन, अब आफ्नै सर्कलमा पनि त्यो कुराहरू कति सुनेको छु क्या। त्यही भएर अब त्यो आँखामा, नाकमा सबैकोमा त्यो तेल हाल्नु चाहिँ बच्चाको स्वास्थ्यको लागि राम्रो मानिँदैन होइन। यो ठाउँकोहरूबाट चिसो छिरिहाल्ने पनि होइन है। अब हामीले भन्दाखेरि चाहिँ यो टाउको, हातहरूबाट चिसो बाहिर चाहिँ निस्किन्छ होइन, जस त्यहाँबाट हिट लस हुन्छ भनेर भन्छौँ। मेबी अब त्यस्तै कन्सेप्टबाट आएको कुराहरू होला हजुर होइन। तर हजुर चाहिँ अब तेल राख्नु सबै इन्फेक्सनको चाहिँ सोर्स हो नि त त्यो आँखा, नाक, कानमा होइन। ढुसीहरू पलाउन सक्छ कानमा राख्दाखेरि, नाभिमा राख्दाखेरि इन्फेक्सन हुनसक्छ। त्यही भएर चाहिँ त्यो गर्नु चाहिँ उचित होइन। अब जुन चाहिँ धेरै मानिसहरूले चाहिँ गर्नुपर्छ भन्ने ठान्नुहुन्छ होला होइन। कल्चरली पनि हाम्रो देशमा त धेरै खालको धेरै किसिमको त्यो काम गर्ने सेयर गर्ने तरिकाहरू पनि अलिकति फरक फरक पनि छ हजुर, होइन। त्यो अनुसारले पनि कुनै कुरा त अब हेल्थको लागि राम्रै पनि छ भने कुनै चाहिँ अब नगर्दा झनै राम्रो हुन्थ्यो भन्नेहरू पनि छन् होइन। हजुर, अब चाहिँ हामी अलिकति छोटो छोटो एकदमै एक लाइनमा मात्रै एन्सर भनिदिनुहुन्छ भनेर हुन्छ। आशा राखेको छ है त। भर्खर जन्मेको शिशुहरूलाई कपडाले बेर्ने कि नबेर्ने? अब सबैलाई गर्नैपर्छ भनेर रिकमेन्डेसन हुँदैन। तर कुनै कुनै अवस्थामा गर्न सकिन्छ। कहिलेकाहीँ बच्चा धेरै तर्सिरहने, सुत्न नसक्ने होइन, त्यस्तो अवस्थामा स्वाडलले हेल्प गर्छ। गर्छ। हजुर, पेसिफियरहरू जुन एक्स्ट्रा हामीले चुस्ने कुराहरू हजुर, फकाउनको लागि दिन्छौँ, हजुर। त्यो चाहिँ दिने कि नदिने त? यो पनि सिचुएसनल हुन्छ होइन। सबैलाई दिनुपर्छ, दिनु पर्दैन भन्दा पनि कोही बच्चाहरूलाई चाहिँ नि अब दुखाइ कम गर्न अथवा चाहिँ सेल्फ सुदिङमा चाहिँ हेल्प गर्छ त्यसले होइन। तर त्यसको चाहिँ करेक्ट टाइमिङ हुनुपर्छ कि। यदि हामीले चाहिँ नि स्तनपान चाहिँ राम्रोसँग इस्ट्याब्लिस नभइकन होइन 3-4 हप्ताभन्दा अगाडि नै गऱ्यौँ भने स्तनपानमा चाहिँ यसले असर गर्छ। त्यो पनि गर्नु भएन। अनि कोही अब धेरै बच्चाहरूलाई चाहिँ हामीले 6 महिनादेखि चाहिँ विन गर्न थाल्छौँ कि समयभन्दा अधिक दियौँ भने पनि त्यसले चाहिँ नि यो मुखहरूको विकासमा चाहिँ असर गर्छ होइन। मुखहरूको बनावटमा फरकपन ल्याउन सक्छ कि। त्यही भएर चाहिँ समयमा सही उपयोगिताको लागि गऱ्यो भने चाहिँ गर्दा राम्रो पनि भयो। भयो। तर सबैलाई गर्नुपर्छ भनेर हामी रिकमेन्ड गर्दैनौँ। अर्को चाहिँ बेड सेयरिङ राम्रो हो कि होइन? गर्नुपर्छ कि पर्दैन? होइन। राम्रो होइन बेड होइन। सेयरिङ। अर्को चाहिँ मसाजको कुराहरू पनि छ होइन। न्युबर्नहरूलाई हजुर, एकदम मसाज गर्नुपर्छ तेल लाएर। कतिपय मैले त तराईतिर देखेको मेरो पुस्टिङ हजुर, हुँदाखेरि एकदम रुवाई अझै हजुर, भनौँ यो क्लाभिकल बोन नै फ्र्याक्चरै होला जस्तो गरेर पनि होइन। हजुर, एकदम रातो पिरो हुन्जेलसम्म नरहुन्जेल तेल लगाएको नै हुँदैन, फाइदै हुँदैन भनेर रुवाई पनि मालिस गर्ने चलन छ। सो हजुर। मालिस गर्नु फाइदा हो कि यत्तिकै मान्छेको भ्रम मात्रै हो? यो चाहिँ म अलिकति लामो भन्छु है। मालिस गर्नै पर्छ भन्ने रिकमेन्डेसन चाहिँ छैन होइन। तर मालिस गर्नाले जस्तो कम उमेरको नानीहरूलाई चाहिँ अलिकति तौल बढ्नमा सहयोग हुन्छ चाहिँ भनिन्छ।
मालिस गर्नै नमिल्ने होइन, गर्न मिल्छ। तर हामी चाहिँ अलिकति जेन्टल भएर गर्नुपर्यो होइन। तपाईँले भन्नुभए जस्तै एउटा भ्रममध्ये यो एउटा पनि हो कि होइन, बच्चा चाहिँ तेल लाउँदा रोएन भने चाहिँ तेल लगाएको भित्र पस्दैन भन्ने पनि मैले सुनेको छु कि होइन। अब त्यो हुँदाखेरि हामीले कति 1-2 चोटि चाहिँ यस्तो पनि पाएका छौँ, धेरै नै फोर्स लगाएर मसाज गरेर होइन, छालामा इन्फेक्सन भएर हातखुट्टाहरू सुन्निएर अर इभन फ्र्याक्चर भएर आउनुभएको नानीहरू पनि हुनुहुन्छ कि। त्यही भएर त्यसले त बच्चालाई केही कुरामा पनि हेल्प गर्दैन होइन। त्यही भएर जेन्टल वेमा लगायो भने एउटा चाहिँ शरीर चाहिँ चिल्लोपना होइन, शरीरको चिल्लोपना चाहिँ मेन्टेन हुन्छ। अर्को भनेको चाहिँ निन्द्राहरू राम्रो पर्न सक्छ। अर्को सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ त्यो तेल लगाउँदाखेरि चाहिँ अभिभावक अथवा आमाहरूसँग चाहिँ बच्चाको बोन्डिङ राम्रो हुन्छ होइन। अब त्यो बेलामा आमाहरू बोल्नुहुन्छ होला, त्यो गर्दा बच्चाको विकासमा नै हेल्प हुन्छ। त्यही भएर लगाउनै पर्छ भन्ने छैन। यदि लगाउनु भयो भने चाहिँ नि अलि जेन्टल सफ्ट हल्का भएर मात्रा लगाउनु गर्नु पर्यो, हल्का भएर लगाउनु पर्यो। धेरै फोर्स गर्नु भएन। हजुर हजुर बेबी क्राई गर्नु जरुरी पनि छैन हजुर होइन। अर्को चाहिँ धेरै जसो अब जन्डिस भयो भने घाममा राख्नुपर्छ, घामले चाहिँ पहेँलोलाई सोच्छ भन्ने पनि चलन छ। घाममा राख्नु चाहिँ राम्रो कि नराम्रो, राख्नुपर्छ कि पर्दैन? यस्तो छ, अब घाममा राख्नाले अब लाइटमा राख्नुपर्ने जन्डिसलाई घाममा राखेर पूर्ण रूपमा निको हुने भन्ने चाहिँ हुँदैन होइन। केही मात्रामा गर्न सक्छ, किनभने त्यसको किरणहरूले चाहिँ जन्डिस कम गर्न सक्छ होइन। हामीले अब लुगाहरू खोलेर त्यसरी राख्यो भने गर्न चाहिँ सक्छ। तर त्यसमा अर्को थप के भने विकिरणहरू धेरै हुन्छ क्या। घाममा? घामको विकिरणहरू धेरै हुन्छ, त्यसले गर्दा बच्चाहरूलाई चाहिँ सनबर्न गराउने होइन, छाला डढाउने अथवा तापक्रम धेरै हुने, अथवा कोही बच्चाहरू जन्मिँदा नर्मल छालामा आउनु भएको हुन्छ भने पुरै एकदमै डढाएर पनि ल्याउनु भएको हुन्छ कति कति आमा बुवाहरूले होइन। अब बच्चाहरूको छाला त हाम्रो जस्तो परिपक्व हुँदैन होइन, त्यो विकिरणहरूलाई छेक्न सक्ने क्षमता बच्चाहरूको त्यति हुँदैन, त्यसले चाहिँ झन् उल्टो असर गरिरहेको हुन्छ। त्यही भएर चाहिँ नि अब घामले त्यस्तो जन्डिसै कम गराउन भनेर राख्नु चाहिँ त्यति राम्रो मानिँदैन। भनेपछि जुन हामीले रेगुलर बेसिसमा नै धेरै ठाउँहरूमा देख्छौँ नि, बिहान पखको घाममा राख्नुपर्छ, न्युबर्नहरूलाई त्यो घाममा राखेर तेल लगाउनुपर्छ भन्दाखेरि त्यो चाहिँ हेल्थको लागि चाहिँ खासै राम्रो मानिँदैन, बेनिफिसियल छैन। त्यति जन्डिसकै लागि चाहिँ जन्डिसको लागि बेनिफिसियल केही मात्रामा भए पनि डिरेक्ट घाममा छाला पुरै देखाएर राख्दाखेरि चाहिँ विकिरणहरूको असर चाहिँ धेरै हुन्छ कि। कोही कोहीले त दिउँसो 1-2 बजेको घाममा पुरै राखिदिनुहुन्छ होइन, पुरै छाला डढाएर ल्याउनुहुन्छ होइन। हुन्छ डाक्टर साहब, अनि हजुरले चाहिँ जस्तै अब कुनै पनि न्यू प्यारेन्ट्सलाई अथवा नयाँ अभिभावकहरू हस्पिटलबाट डिस्चार्ज गरेर जाँदै हुनुहुन्छ भने हजुरलाई जस्ट 30 सेकेन्डको लागि चाहिँ एकदम स्पेसल मेसेज दिन मन लाग्यो भनेदेखि चाहिँ के कुरालाई फोकस गर्न चाहनुहुन्छ? अथवा न्यू प्यारेन्ट्सलाई चाहिँ यदि डिस्चार्ज हुने बेलामा हजुरले भेटाउनु भयो भने एकदम छोटोमा मिठोमा के मेसेज दिन चाहनुहुन्छ? मैले भन्नु पर्दाखेरि चाहिँ अब सुरुमा त ब्रेस्ट फिडिङकै भन्छु, स्तनपानकै भन्छु होइन। अहिले त अब धेरैजनाले स्तनपानको आवश्यकता चाहिँ धेरैजनाले बुझिसक्नु भएको छ होइन। बट डेटाले चाहिँ अलिकति घटेकै देखाइरहेको छ है। हजुर त्यही त सुरुमा भन्नुपर्दाखेरि चाहिँ म स्तनपानकै भन्छु होइन। 6 महिनासम्म चाहिँ एक्सक्लुजिभ ब्रेस्ट फिडिङ, आमाको दुध मात्रैले पुग्छ, आमाको दुध नै खानु भनेर भन्छु। अनि अर्को भनेको चाहिँ अब अघि हामीले कुरा गरे जस्तै खतराका चिन्हहरू के हुन सक्छन् होइन, त्यो भयो भने चाहिँ हस्पिटल कुन अवस्थामा चाहिँ हस्पिटल आउने भन्ने कुराहरू भयो। अर्को भनेको चाहिँ अब भ्याक्सिनेसनको कुराहरू होइन, भ्याक्सिनेसन र बच्चालाई कहिले फलोअपमा ल्याउने भन्ने कुराहरू भयो। अब अर्को लास्ट बट नट द लिस्ट भनौँ न होइन, धेरैले हामीले बेवास्ता गर्ने कुराहरू आमाको स्वास्थ्य होइन, आमाको शारीरिक तथा मानसिक स्वास्थ्य। किनभने एउटा नवजात शिशु अथवा हुन्छ नि बच्चालाई चाहिँ राम्रो तरिकाले हुर्काउन, बच्चाको पोषण अथवा बच्चाको चाहिँ विकासमा हेल्प गर्नलाई आमाको चाहिँ शारीरिक तथा मानसिक स्वास्थ्य चाहिँ सबल नभएसम्म हुँदैन होइन। त्यो कुराहरू चाहिँ अब जस्तो हामीले कतिपय कुरामा पोस्टपार्टम डिप्रेसन, पोस्टपार्टम ब्लुजहरूको कुरा गरिरहेको हुन्छौँ होइन। तर त्यो चाहिँ अब जस्तो एज अ पिडियाट्रिसियन हामीले पनि त्यो कुरालाई चाहिँ इन्फोर्स गर्नुपर्छ जस्तो लाग्छ कि। अब आमा नै स्वस्थ छैन होइन, शारीरिक रूपमा उहाँलाई चाहिँ दुखाइ भइरहेको छ, अथवा चाहिँ उहाँले पोस्टपार्टम ब्लुज अथवा चाहिँ अब पोस्टपार्टम पिरियडमा उदासीनता चाहिँ भोगिरहनु भएको छ भने चाहिँ हामीले त ब्रेस्ट फिडिङमा कति भनिरहेको हुन्छौँ, तर त्यो आमालाई चाहिँ ब्रेस्ट फिडिङ त्यतिकै मात्रामा गर्न त सक्नुहुन्न नि त होइन। त्यही भएर चाहिँ त्यो कुरामा जस्तो कुनै कुराले दुखाइ भइरहेछ अथवा बच्चाको कुराले चिन्ता भइरहेछ अथवा चाहिँ मन यतिकै उदासीन भइरहेछ भन्ने छ भने चाहिँ अब छिटोभन्दा छिटो चाहिँ होइन हस्पिटल अथवा मेडिकल पर्सनहरूकोमा आएर चाहिँ सहयोग लिन सक्नुहुन्छ, अथवा घरमा नै
एउटा त्यस्तो सपोर्ट सिस्टम बनाउनको लागि चाहिँ इन्करेज गर्छु क्या, जसमा चाहिँ अब श्रीमानले हेल्प गर्न सक्नुहुन्छ, घरको मान्छेहरूले हेल्प गर्न सक्नुहुन्छ होइन। सही समयमा त्यो कुरा पहिचान भयो भने आमाको मात्र नभएर त्यसमा त बच्चाको स्वास्थ्य जोडिएको हुन्छ नि त। त्यही भएर यो कुरा चाहिँ लास्टमा चाहिँ यो कुरा चाहिँ भन्न चाहन्छु, किनभने कतिकोलाई यो कुराहरू त्यति थाहा हुँदैन कि यस्तो बेलामा कहाँ गएर मैले सहयोग लिने भन्ने कुराहरू थाहा हुँदैन होइन। त्यही भएर धेरै जसो अब न्युबोर्नहरूलाई नै बढी फोकस गरिराखेको, आमालाई चाहिँ अब ठिकै त छ नि भनेर व्यवस्था गरेको पनि पाउँछौँ हामीले होइन। अब नयाँ फेस, नयाँ भर्खर आएको न्युबोर्न त अलिकति सबैको लागि प्रिसियसै हुन्छ। भेट्न जानेले पनि प्रायः बेबीलाई नै प्रायोरिटी दिएको पाउँछौँ, जसले गर्दा आमालाई अलिकति साइकोलोजिकली पनि त्यो कुराहरूले गर्दाखेरि मलाई त कसैले वास्ता गरेन, त्यसले गर्दाखेरि झन् डिप्रेसनतिर ब्लुजतिर चाहिँ धकेलिएको पनि पाएको छौँ। सो यो कुराहरूलाई फोकस गरेर हजुरले काउन्सिलिङ गर्ने हजुरको चाहिँ एकदमै राम्रो छ होइन। धेरै ठाउँमा यो कुराहरू छुटिराखेको हुन्छ, प्रायः हामीले डेन्जर साइनहरू मात्रै भनेर पठाइराखेको पाएको छौँ डिस्चार्ज हुँदाखेरि। सो हाम्रो कार्यक्रममा आइदिनु भयो, एकदमै थ्याङ्क यू सो मच हजुरलाई। अनि सँगै हजुरहरूले पनि धेरैभन्दा धेरै जानकारी पाउनुभयो होला। आजको यो कार्यक्रमले पक्कै पनि तपाईँहरूलाई न्युबोर्नको केयरमा एकदमै सहजता पुर्याउनेछ। कुनै पनि प्रब्लमहरू भयो भने हजुरहरूले चाहिँ अब के गर्ने रहेछ त, के नर्मल रहेछ, के एबनर्मल रहेछ, के भयो भने चाहिँ मैले तुरुन्तै अस्पताल लैजानु पर्दो रहेछ भन्ने कुराहरू पनि धेरैभन्दा धेरै जानकारी पाउनुभयो होला भन्ने आशा राखेको छौँ। यस्तै जानकारीमूलक कार्यक्रम लिएर यस्तै जानकारीमूलक जानकारी दिनुहुने विशेषज्ञहरूसँग फेरि पनि अर्को एपिसोडमा आउने नै छौँ। आजको लागि हाम्रो यो प्रोग्राम हेरिदिनु भयो तपाईँहरू सम्पूर्ण थ्याङ्क यू सो मच, धन्यवाद।